गर्छु। स्वर्ग पृथ्वी अनि तिनीहरूको सृष्टिकर्ता परमप्रधान परमेश्वर, जसले मलाई चुन्नुभयो, डोर्याउनुभयो मेरो हृदयबाट अनि मेरो जीवनबाट, मेरा वास्तविकता मैले बिताइरहेको लाइफलाई बदलेर जब दुःख कष्टहरूलाई म बोकिदिन्छु, म लिइदिन्छु, तिम्रो पासमा मैले खुसी अनि हृदयका यी आनन्दहरू छरेको छु। ती सबै चिजलाई बटुल अनि आनन्दमा रमाऊ, किनभने मैले तिमीलाई पुत्रको अधिकार दिएको छु भनेर जब पवित्र आत्माद्वारा सुनवाई भयो अनि मलाई सुसमाचार पठाउनु भयो परमेश्वरले, मैले त्यो सुसमाचारमा विश्वास गरेँ। अनि यीशु मसीह, जसलाई मैले हिजो धर्मको भनेर विश्वास गर्थेँ, उहाँ मसीह त उद्धारको हुनुहुँदो रहेछ, उद्धारको निमित्त संसारमा आउनुभएको रहेछ। अनि यीशु मसीह चाहिँ मेरो उद्धारक हुनुहुन्छ। अनि यो आकाश, पृथ्वी, हावा, पानी, सृष्टि भएका सबै यावत चिजहरू सृष्टि गर्नेवाला परमप्रधान, सृष्टिको स्रोत, सृष्टिको कर्ता चाहिँ आत्मा हुनुहुँदो रहेछ, जसको आत्मा चाहिँ म भित्र रहेछ। उहाँले मलाई चुन्नुभयो, उहाँले मलाई छान्नुभयो। स्वर्ग अनि पृथ्वी अनि सम्पूर्ण चिजहरू सृष्टिको दाताले मलाई बोलाउनु भयो। मेरो उद्धार पक्का छ भन्ने विश्वास गरेर जब म परमेश्वरमा आएँ, तब साँच्चै मैले जीवनका अनमोल अनमोल चिजहरू प्राप्त गर्न सफल भएँ। उस मलाई प्रेम गर्नेवाला परमप्रधान परमेश्वर, मलाई माया गर्नेवाला मेरो पिता, पिताको अर्थ बाबा, जसले मलाई मम्मीको गर्भमा शिरमा भएको यो कपालदेखि हातमा पाउमा भएको यो नङसम्म सम्पूर्ण मेरा शरीरका पाठ पूर्जाहरू सबै चिजहरू सृष्टि गरेर यो जीवन दिनुभयो। अहिले पनि मैले सास फेरेर बाँचिरहेको छु। यो सिस्टम बनाएर मानिसलाई जीवन दिनेवाला परमप्रधान परमेश्वर त आत्मा हुनुहुँदो रहेछ, उहाँसित मेरो कनेक्सन हुँदो रहेछ भनेर मैले जब चिन्न पाएँ, जब मेरो होस खुल्यो। कसरी होस खुल्यो भन्दा जब उहाँले मलाई प्रेम गर्नुभयो, जब उहाँले मलाई चुन्नुभयो, उस मेरो पितालाई फेरि पनि हृदयदेखि नगिन्ती धन्यवाद गर्छु। म मसीह येशूका नाउँमा सबैजनाले एकचोटि उत्साहित भएर परमेश्वरको निमित्त ताली बजाउँ, किनभने परमेश्वर तालीको योग्यको हुनुहुन्छ। उत्साहित भएर धन्यवाद गरौँ, किनभने परमेश्वर धन्यवादको योग्यको हुनुहुन्छ। परमप्रधान परमेश्वर साँच्चै महान हुनुहुन्छ। उहाँका महान कामको प्रशंसा गरिरहेका छौँ। संसारले नजानेको कुरा, संसारले नबुझेको कुरा, पृथ्वीमा 71% या 70% भन्दा माथि पानी छ। मानिसको बडीमा पनि लगभग 70% भन्दा बढी नमिल्न सक्छ, तर धेरै ज्यादा पर्सेन्ट पानी छ। तर जसले सद्बुद्धि लिएर आयो संसारमा, मैले एउटा भिडियो क्लिपमा सुनेको थिएँ, यो जसले सद्बुद्धि लिएर आयो अनि त्यो संसारमा 71% बगेको पानीलाई बोतलमा हाल्यो अनि उसले 20 रुपियाँमा सबैजना मानिसहरूलाई बेच्न सुरु गर्यो। जब उसले इन्कमको स्रोत अथाह संसारले आज पानी किनिरहेको छ, जब जसले सद्बुद्धि लगायो उसले त्यसैलाई भइराखेको चिजबाट आर्थिक इन्कम गर्न सुरु गर्यो। त्यस्तै चल्न त सबै चिज चलिरहेको थियो। तब कहिले दुःखमा थियो, कहिले दलदलमा थियो। म आफै ऋणमा चुर्लुममै डुबेको थिएँ। शरीरमा समस्याले हरेक टाइम म गवाई बताउँछु। समस्याले थलिएको बेलामा जब सुसमाचार सुने, ईश्वर सच्चाइ भन्ने ठाउँ छ अरे, जब त्यहाँ गयो भने चाहिँ मागेको कुराहरू पाइन्छ अरे भनेर मलाई सुसमाचार सुनाउनु भयो। त्यतिखेर मलाई विश्वास लाग्थेन। म एग्रीमा पनि म्यानोमा पनि नाम निकालेर कुरेर बसेको थिएँ। भिजा आउँथेन, बाटाहरू सबै बन्द थिए। मैले गर्ने कोसिस त गरिरहेको थिएँ, तर जब त्यस टाइममा सच्चाइ भन्ने संस्था खोलेर ईश्वर तपाईँ भित्र हुनुहुन्छ, प्र्याक्टिकल गरेर हेर्नुहोस्, मर्नै लागेको पनि बाँच्छ। आज कति क्यान्सरका रोगीहरू, डेट दिएका रोगीहरू आएर स्टेजमा आज म उठेर माइक अट्ठाएर तपाईँहरूको पासमा बोलिरहेको जस्तै घोषणा गर्नुहुन्छ, मलाई क्यान्सर लागेर डक्टरले डेट दिएको थियो, आज मलाई मेरो पिताले बचाउनु भयो भनेर कतिको गवाई सुनेका छौँ। त्यस्तै
मैले त्यो जीवन भोग्दै गर्दाखेरि सच्चाइ भन्ने संस्था उद्घाटन गरेर निर्माण गरेर हजुर हाम्रो पासमा देशैभरि हरेक स्थानमा परमेश्वरको यो जसरी येशू मसीहले मसीह बनेर उद्धार लिएर संसारमा आउनुभयो त्यसै गरी उद्धार लिएर आउनुभएको सच्चाइको प्रमुख प्रकाश सर हजुर अनि सुशीला म्याम हजुर उहाँहरूको सम्पूर्ण परिवारलाई पनि मेरो अन्तर हृदयदेखि नै सुसम्मान व्यक्त गर्न चाहन्छु किनकि उहाँहरूद्वारा मैले यो परमेश्वरको राज्य प्राप्त गर्न सकेँ। ईश्वर त पहिल्यै हुनुहुन्थ्यो। तब जब मैले सुसमाचार सुने अनि मैले ग्रहण गरेँ तब उद्धार पाएँ। यो सच्चाइ खोलेर सबै सामु सत्यको मार्ग पहिचान गर्न सक्ने योग्यको तुल्याइदिनु भयो। उहाँहरूलाई त साँच्चै सम्मानको योग्यको हुनुहुन्छ। फेरि पनि धन्यवाद गर्छु। अनि साथसाथै यस स्थानमा उपप्रमुख म्याम हजुर अनि आजको कार्यक्रम सञ्चालक एकदमै उत्साहित परमेश्वरका आज्ञाकारी सन्तान सर हजुर अनि वाद्यवादनमा क्यामेरामा रहनुभएका सर हजुर अनि सम्पूर्ण परमेश्वरको विश्वासलाई धारण गरेर आउनुभएको पत्याएर क्या ईश्वर वनमा होइन मनमा हुनुहुन्छ भन्दाखेरि विश्वास गरेर हाम्रो छिमेकीले पत्याउनु भएको छैन। कोही बरु म त मर्छु धर्म परिवर्तन गर्दिनँ भनेर बस्नुभएको छ। त्यो आँखा बन्द भएको छ, हृदयको आँखा बन्द भएको छ। तर त्यो हृदयको आँखा खोलेर परमेश्वर जीवित पितामाथि विश्वास गरेर आउनुभएका हजुरहरू सम्पूर्णमा म विकल्प चौलागाईको तर्फबाट शिर झुकाएर नम्र नमस्कार व्यक्त गर्न चाहन्छु। धन्यवाद गर्छु। मेरो पिता, मेरो राजा, मेरो यो खुसीका स्रोतहरू मेरो परमेश्वर जसले मलाई बचाउनु भयो, जसले मलाई उठाउनु भयो। तिमी कमजोर हुँदै गर्दा म तिमीलाई बचाउँछु, म तिमीलाई सम्हाल्छु। नडरा न मेरो सन्तान, म तेरो पासमा छु, किनभने म तिम्रो परमेश्वर हुँ, म तिमीलाई बचाउन सामर्थ्य छु भनेर परमेश्वरले दिनुभएको वचनलाई आज मेरो जीवनमा प्र्याक्टिकल गरेर परमेश्वरले पुरा गर्नुभयो। उस पितालाई फेरि पनि हृदयदेखि नगिन्ती धन्यवाद गर्छु मेरो पिता मसीह येशूका नाउँमा। यसै कारण परमेश्वरको महिमा गर्न मन लाग्छ। अनि मलाई यो त गवाही लाग्छ, अघि मैले भने नि सबैले पानी त पिइरहनु भएका थियो, तर एउटा सद्बुद्धि लिएर त्यो बुद्धि भरेर आयो मान्छे अनि पानीलाई सित्तैमा पाउने पानीलाई बेचिदिन लाग्यो क्या। त्यस्तै नभएको चिज क्रिएट गर्नुभयो परमेश्वरले। त्यो बुद्धि, त्यो सोच, त्यो शिक्षा त्यो आत्मा राखिदिनु भयो। तब म जब यस स्थानमा आएँ अनि जब म यस्तो विश्वास परमेश्वरले हालिदिनु भयो कि म सधैँ भन्ने गर्छु किनभने यो ठुलो गवाही हो। म एक्लै बसेर यसै गरी चिच्याउँथेँ, परमेश्वर तपाईँ हुनुहुन्छ पिता। मलाई यस्ता गवाईहरू दिनुभयो भने म त्यतिखेर देख्थेँ। अहिले पनि हामीले भर्खरै देख्छौँ हरेक मान्छे डिप्रेसनमा भएर हरेक मान्छेको मतलब आज यो मर्यो रे, भोलि त्यो मर्यो रे, यहाँ यसरी सुसाइड भयो रे, त्यहाँ त्यसरी सुसाइड भयो रे, त्यहाँ कम्पनीको कारणले मर्यो रे, हरेक कारणद्वारा मान्छे मरिरहेको थियो। अनि म फिल गर्थेँ त्यो नेपालमा मेरो परिवार, मेरो मम्मी मलाई कुरेको जस्तै यी सम्पूर्ण मानिसहरूका परिवार नेपालमा कुरिरहेको छ पिता। यी सबैजनालाई तपाईँले बचाउनुपर्छ पिता, तपाईँ जीवनको दाता हुनुहुन्छ परमेश्वर। जब म त्यो दिन यसै गरी बोल्थेँ एक्लै, परमेश्वर एक दिन सबैजनालाई तपाईँको सुसमाचार पठाउनु हुनेछ अनि तपाईँको महिमा हुनेछ भन्दै म उठेर एक्लै, कोही हुनुहुन्थेन। यसै गरी आज तपाईँको सामानले तपाईँको वचन सुन्छ, एक दिन तपाईँका जनहरूले तपाईँको वचन सुन्नुहुन्छ पिता भनेर परमेश्वरसित माग्दै गरेको आज यति धेरैजनाले उद्धार पाउँदै गर्दा त यो त अत्यन्तै ठुला गवाईहरू परमेश्वरले प्रकट गर्नुभएको छ। हाम्रो रवि सर हजुर सधैँ म उदाहरण लिन्छु। एउटा खुट्टा हाम्रो बिचमा बस्नुभएको सर हजुरलाई हामीले हिजो टर्मिनलबाट आउँदै गर्दा सँगै लिएर आएका थियौँ। त्यस्तै गरेर म टर्मिनलमा आउँदै गर्दाखेरि रवि सर हजुरलाई लिएर आएको थिएँ। तब त्यो दिन आफ्नो खुट्टालाई हातले उचालेर गाडीमा बस्नुभएको थियो। खुट्टा घिसार्दै हिँड्ने व्यक्ति आज हामी जस्तै कुद्न सक्ने कसले बनाउनु भयो? हाम्रो पिताले बनाउनु भयो।
प्रत्येक दिन स्लिपिङ ट्याब्लेट खाएर सुत्नुहुन्थ्यो, यसरी बस्न सक्नुहुन्थेन, पाइला चाल्न सक्नुहुन्थेन। त्यो अवस्थामा खुट्टा घिसार्दै हिँड्ने मान्छेलाई आज जीवित परमेश्वरले नसा हड्डी जसले बनायो फेरि उहाँले तन्दुरुस्त बनाउन सक्नुभयो। उहाँले बनाउनु भयो। हाम्रो रिता म्याम हजुर हस्पिटलबाट झिकेर आउनुभएको थियो। साना रुम 2टा थिए, तर पल्लो रुममा गएर चिच्याउँदै कराउनुहुन्थ्यो त्यो एलर्जीले। खाना केही चिज हुन्थेन, मासुहरू। जब परमेश्वरको वचन खाँदै जानुभयो, डक्टरले निको हुँदैन, कन्ट्रोल गर्नु भनेको कुरा आज उहाँको शरीरमा एलर्जी कहीँ खोज्दा पनि नभेटिने कसले तुल्याउनु भयो? हाम्रो परमेश्वरले तुल्याउनु भयो। म त सधैँ बताउँछु, म त कति धेरै गवाई छन् हामी सबैजनामा। हिजो बेलुकैको हाम्रो लालु म्याम हजुरको गवाई कति ठुलो गवाई छ। क्यान्सर जस्तो समस्या, डक्टरले क्यान्सर बताउनु भएको त्यो समस्या जब फेरि परमेश्वरमा विश्वास गरेर जानुभयो, तब एकै हप्तामा अर्को हप्तामै निको हुन सक्ने कसले बनाउनु भयो? हाम्रो पिताले बनाउनु भयो। अपरेसन गर्नुपर्छ भनेर अघिल्लो हप्ता डक्टरले बताउनु भएको अर्को हप्ता निको कसले बताउनु भयो? हाम्रो पिताले बताउनु भयो। यसकारण परमेश्वरको शक्तिशाली बाहुली मुनि आफैले आफैलाई विनम्र तुल्याओ, परमेश्वरले बताउनु भएको छैन। हामी कहाँ छौँ? यसु मसीह कहाँ हुनुहुन्छ? परमेश्वरको शक्तिशाली बाहुली मुनि हुनुहुन्छ होइन? अनि हामी पनि त्यस्तै परमेश्वरको शक्तिशाली छत्र छाया मुनि छौँ, परमेश्वरको शक्तिशाली बाहुली मुनि छौँ। जब म सधैँ बताउँछु, हप्तै पछि जब म ढाडको हड्डी 2टा भाँचिएर अपाङ्ग परेर लडेको थिएँ, तब पनि म परमेश्वरको छत्र छायामुनि थिएँ र त आज म तन्दुरुस्त भएर उठेर हिँड्न सक्ने, काम गर्न सक्ने, दगुर्न सक्ने, सबैका सामुन्ने परमेश्वरको तर्फबाट मेरा भाँचिएका हड्डी डक्टरले नै 3 महिनामा, 3 वर्षमा नै 3 मिनेटमा मेरो परमप्रधान परमेश्वरले तन्दुरुस्त गरेर देखाउनु भयो। त्यसकारण मैले धर्म परिवर्तन गरिनँ, मैले जात परिवर्तन गरिनँ, मैले मेरो जीवनलाई परिवर्तन गरेँ। मेरो पिता परमेश्वर आज पिता भन्दै गर्दा सबै चिज तेरो परमेश्वर कहाँ हुनुहुन्छ? कतिले प्रश्न गर्नुहुन्छ। नबुझ्नु भएकोले तपाईँको परमेश्वर छ भने देखाउनुहोस् त, कहाँ हुनुहुन्छ? कतिले प्रश्न गर्नुहुन्छ। म त हरेक चिजमा मेरो पितालाई देख्छु। परमेश्वर आँखाको भन्दा बढी महत्त्व आँखा देख्न सक्ने त्यो ज्योतिको हुन्छ के? आँखा देख्न सक्ने सामर्थ्यको हुन्छ। जसले आँखा देख्न सक्दैन त्यो आँखाको के महत्त्व हुन्छ र? जीवन त्यस्तै थियो हिजोको दिनमा। कान थियो, कानले सुन्थेन, आँखा थियो, आँखाले देख्थेन। तब आज जसरी पवित्र आत्माद्वारा बदलिदिनु भयो परमेश्वरले, आज मेरो आँखाले देख्न सक्ने भएको छ परमेश्वर। आज मेरो कानले सुन्न सक्ने भएको छ परमेश्वर। कति आँखा देख्न नसक्ने मान्छेहरू आज आँखा देख्न सक्ने हुनुभएको छ। यही उदाहरण हुनुहुन्छ हाम्रो विष्णु सर हजुर। खोड्किलामा ठोकिनुहुन्थ्यो मलाई अहिले जस्तो लाग्छ। चस्मा त खोलिदिनु भयो वचन सुनेर। आँखा देख्नुहुन्छ। कसले बनायो मम्मीको गर्भमा तपाईँको आँखा? भित्र मनदेखि फिल गर्नुहोस् त। जब वचन पाउनुभयो तब चस्मा त खोलेर फालिदिनु भयो, तब तुरुन्तै त आँखा देख्नु भएको थिएन। तब भर्याङ यसरी चढ्दै गर्दा भर्याङमा ठोकिनुहुन्थ्यो। तब जब परमेश्वरसित माग्दै जानुभयो, पितासित विश्वास गर्दै जानुभयो, आज मजाले आँखाको कमजोरी हुनुहुन्छ र? आँखा अगाडि आँखा देख्न सक्ने कसले बनाउनु भयो? हाम्रो पिता परमेश्वरले बनाउनु भयो। हिँड्न नसक्नेलाई हिँड्न सक्ने बनाउनु भयो। म त अपाङ्ग शरीर लडेको थिएँ, ढलेको थिएँ, मेरो त ढाडै भाँचिएको थियो। 2टा हड्डी डक्टरले देखाउँथ्यो मोनिटरमा, यसरी लहेर तेरो हड्डी यस्तो भएको छ। जब डक्टरको त्यो कुरा छोडेर सुतेर 3 महिनासम्म सुतेर उपचार गर्नुपर्छ भन्दै गर्दा म सल्लाह गरेर बेड भर्ना हुन्छु भनेर निस्केर आएर मैले मेरो पितासित सल्लाह गरेँ, पिता बचाउन तपाईँ सक्नुहुन्छ, तपाईँको वचन सामर्थ्यलो छ परमेश्वर, तपाईँले म बचाउँछु, म सम्हाल्छु बताउनु भएको छ, मलाई फेरि सम्हाल्नुहुन्छ पिता। तब
सबै चिज परमेश्वरले सम्हालिदिनु भयो। फेरि परमेश्वरले गरेको उपचार यस्तो हुन्छ कि जब परमेश्वरले जादुको छडी जस्तो त्यो हड्डी तयार गरेर मलाई निको बनाउनु भयो, त्यस उपरान्त मलाई कहिले पनि त्यो ढाडको समस्या मैले अहिलेसम्म फिल गर्नै पाएको छैन। त्यही भएर यसकारण परमेश्वर शक्तिशाली हुनुहुन्छ। परमेश्वर यत्र तत्र सर्वत्र हुनुहुन्छ परमेश्वर। किनभने परमेश्वर कुनै मानिसको, कुनै जातको, कुनै धर्मको हुनुहुन्न। यो जीवन मृत्यु सबै चिज पिताको हातमा छ, जसले सृष्टि गर्नुभयो, होइन? त्यही भएर जब सास फेरिरहेका छौँ, सास फेर्नको निमित्त हस्पिटलमा गएर सास फेर्नु पर्यो भने कति पैसा लिनुहुन्छ? हस्पिटलको विरोध गरेको नाइ, तर अक्सिजन दिएर बिरामीलाई राख्नु पर्यो भने कति पैसा लिनुहुन्छ, कति पैसा बुझाउनु पर्छ? तर प्रत्येक दिन सित्तैमा सास दिनेवाला मेरो पिता परमेश्वर सासमै हुनुहुन्छ। पिता, मेरो यो आँखाको ज्योति खुलाइदिनेवाला, मेरो धड्कन चलिरहेको छ, मेरो ब्लड खुट्टादेखि शिरसम्म बगिरहेको छ, यो नसा बनाएर ब्लडलाई बगाउनेवाला परमेश्वर, मेरो जीवन दिनेवाला, मेरो दाता हरेक मेरो ब्लडमा हुनुहुन्छ, मेरो विश्वासमा हुनुहुन्छ, मेरो देखाइमा हुनुहुन्छ, मेरो सुनाइमा हुनुहुन्छ। मेरो परमेश्वर यत्र तत्र सर्वत्र हुनुहुन्छ। पिता, तपाईँ हुनुहुन्छ र त म जीवित छु नि। तपाईँ हुनुहुन्छ र त आज म मर्नै लाग्दा बचाउनु भएको छ नि। तपाईँ हुनुहुन्छ र त हिजो बेलुका महिमा गर्दै गर्दाखेरि शैतान आत्माले कसरी हिजो रुवाएर राखेको थियो, शैतान आत्माले, दोस्रोवाला आत्मा पनि त छ। हरेक दिन कसैलाई अङ्ग भङ्ग बनाएको थियो, हातखुट्टा चल्थेनन्, कसैका सोचहरू दिमाग राम्रोसँग चल्थेन, कसैको हृदय राम्रोसँग चल्थेन, कसैलाई क्यान्सर निकालेको थियो, हरेक तवरले पीडित बनाएको थियो अनि मानिस रोएर जीवन बिताउनु परेको थियो। तर अहिले परमेश्वरको महिमा गर्दै गर्दा रुँदा 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 गरेर जानेको रहेछ शैतान आत्मा रहेछ, होइन? हिजो बेलुका त्यो क्यान्सर बनाउने को रहेछ शैतान आत्मा रहेछ। जब केही दिन अगाडि तपाईँमा क्यान्सर छ, अपरेसन गर्नुपर्छ भनेको डक्टरले बताएको, आज हिजो बेलुका वचन गर्दा गर्दै रोएर शैतान आत्मा निस्केर गयो। क्यान्सर पनि चङ्गा भयो, जीवन पनि चङ्गा भयो, सबै चिज पवित्र आत्माले चङ्गा गराइदिनु भयो येशू मसीहका नाउँमा। सबैलाई ठुला ठुला गवाइदिनेवाला परमेश्वर। त्यही भएर परमेश्वरको यो शक्तिशाली जीवन बदल्नको निमित्त परमेश्वरमा विश्वास गर्ने हो कि हाम्रा परिस्थितिहरू बदल्नको निमित्त परमेश्वरमा विश्वास गर्ने हो। कसले के भन्नुहुन्छ छोडिदिनुहोस्, आफ्नो व्यवस्था, आफ्नो जीवन कस्तो छ त्यसलाई ध्यान दिनु। मैले बिताई मेरो घर परिवार कस्तो थियो, अघि सर हजुरले बताउनु भयो नि, म त्यस्तो समस्यामा हुँदै गर्दा मलाई कसैले उद्धार गर्न मलाई फिल लाग्छ क्या। मेरो परिवार तहस नहस भएर बिग्रिएर सिद्धिएर जाँदै गर्दा मेरो छिमेकीले ठुलो ठुलो हेर्नुहुन्थ्यो हिजोको दिनमा। अनि आज जब हामीले ईश्वर भन्दै गयौँ, मेरो कुलतमा फसेर सिधिएको दाइ आज मतलब असल हुँदै आउनुभयो, सबै व्यवहार सम्हाल्दै आउनुभयो, सबै चिज असल हुँदै गयो, तब सबै चिज बदलियो। अनि अहिले चाहिँ कहाँ गएर बदलिए, के गरे, त्यो सबै चिज सिधिएको रितिएको कसरी फेरि सबल भयो भन्ने कुरा ध्यान दिनुहुन्न। अनि यिनीहरूले परमेश्वर भने यिनीहरू त क्रिस्चियन हुन्, यसरी उहाँहरूको विरोध गरेको नै, तर मानिसको असल देख्ने नजर बन्द भएको छ कि। तर आज एउटाले गवाई पाउँदै गर्दा हामी सबैजना साई र सुइसी गरेर उफ्रिन्छौँ। यो हृदय हालिदिनु भएको छ परमेश्वरले। त्यही भएर सच्चाइले मलाई सचाएको छ, सच्चाइले मलाई बदलेको छ, मेरो परिवारलाई बदलेको छ, मेरो जीवनलाई बदलेको छ। त्यही भएर भन्छु म, मेरो पिताले मलाई प्रेम गर्नुभएको छ। मैले मलाई बनाउनेवाला परमप्रधान परमेश्वरलाई चिनेको छु, मैले जानेको छु। म अबको दिनमा म बिरामी भएँ भन्दै हस्पिटल जान्थेँ, हिजोको दिनमा धामीको पासमा जान्थेँ, मलाई फुकिदिनुहोस् भन्दै कति गएँ म। हिजो धामीको पासमा फुकिदिनुहोस्, निको बनाइदिनुहोस् भन्दै जानी म डक्टरको पासमा त्यो टन्सिलको समस्याले हरेक टाइम महिनामा 2 चोटि 3 चोटि जाने म, एकचोटि
जस्तै पिसाबबाट ब्लड निस्किन्थ्यो मेरो पहिल्यैको कुरा हो। जब त्यो समस्याले पिसाब फेर्दै गर्दा ब्लड आउँथ्यो तब पिसाब पोल्ने समस्याले म मुर्छा पर्थेँ क्या टोइलेटमै। तब त्यो समस्या हुँदै गर्दाखेरि कस्तो साह्रै अस्वस्थ हुन्थ्यो म पढ्दै गर्दाखेरिको टाइममा। तब ती जिन्दगी बिताउँदै गर्दा उधार अरूको पासमा खोज्दै जाने अनि पैसा जम्मा गरेर हरेक कार्ड खोज गरेर आफूसित भएको सम्पत्ति बेचेर म उपचारको निमित्त कसैको पासमा जान्थेँ हिजोको दिनमा भने आज कति सबैजना लगभग हरेक मानिस आज परमेश्वरमा विश्वास गरेर मेरो पासमा आउँदै गर्दाखेरि मलाई परमेश्वरले त्यो डक्टरको पनि महान डक्टर तुल्याउनु भएको छ। मलाई मेरो मात्रै होइन ती सबै समस्याहरू निको बनाएर अरूको रोग पनि निको बनाउन सक्ने योग्यको बनाउनु भएको छ भने अनि म परिवर्तन नहुने, अनि मैले नदेख्ने, अनि मलाई कसले के भन्नुहुन्छ भन्ने कुरा भर पर्ने। आज हरेक मानिस देख्नु भएको छ नि, हप्तै पछि मानिस सुसाइड गरेर मर्नु भएको छ यही देशमा, नेपाली मात्रै पनि होइन। अनि त्यो कत्रो मेरै जस्तो सपना बोकेर त आउनु भएको हो विदेशमा। यो मेरो जस्तो सपना बोकेर आएको मान्छे बाकसमा जानुभन्दा जसले सृष्टि गरेको मलाई बचाउनुहोस् पिता, किनभने तपाईँले सृष्टि गर्नुभएको रहेछ भन्दा बाँचिन्छ भने नबाँच्ने, बाँचियो नि त, आज बाँचिएन त। म आफू खुद व्हिल चेयरमा जान्थेँ। हाम्रो धेरैजना धेरै ठुला ठुला गवाई दिनुभएको छ परमेश्वरले। हाम्रो आज आउनुभएको छैन गङ्गा म्याम हुनुहुन्छ नि, नाम बोलेँ मैले, गङ्गा म्याम आउँदाखेरि उहाँ चिच्याउँदै काम्नुहुन्थ्यो। मैले भिडियो पनि बनाएको थिएँ उहाँको। जस्तै अन्य भाषा गर्न लागेपछि रुँदै चिच्याउँदै काम्नुहुन्थ्यो हिजो बेलुकाको जस्तै गरेर। अनि जब उहाँ कामदै गर्दा अनि त्यस पछाडि बताउनुहुन्थ्यो कि उहाँले त्यो म डिप्रेसनको पनि यस्तो अवस्थामा पुगेको थिएँ कि त्यहाँ अर्को मान्छेले खिसुक्सामा अर्को मान्छेले काँक्रो चबाउँदै गर्दा म यतापट्टि दारा किटेर कान थुनेर बस्थेँ बताउनु भएको थियो क्या। त्यस्ता खालका मानिसहरू, डिप्रेसनले मृत्युको मुखमा पुर्याएका मानिसहरू आएर आज परमेश्वरभन्दा जीवित बनाउनेवाला हाम्रो परमेश्वर कति महान हुनुहुन्छ परमात्मा। अनि तपाईँलाई चिने पिता, तपाईँलाई बुझे परमेश्वर, त्यही भएर यो तपाईँको शक्ति कस्तो खालको शक्ति रहेछ। आज मेरो बोलीमा परमेश्वरले तागत दिनुभयो। क्यान्सर रोग मसिह येशूका नाउँमा हट भन्दाखेरि चट भएको छ, हिँड्न नसक्ने मसिह येशूका नाउँमा हिँड भन्दाखेरि हिँड्न सक्ने भएको छ, आँखा नदेख्ने मसिह येशूका नाउँमा देख्ने भइसक्यो भन्दा देख्न सक्ने भएको छ। त्यही भएर आज परमेश्वरले बताउनु भएको छ कि यस कारण परमेश्वरको शक्तिशाली बाहुली मुनि आफैलाई विनम्र तुल्याएर उहाँले उचित समयमा तिमीहरूलाई चाहिँ उच्च पार्नुहुनेछ। पार्नु भएन र आज सही समयमा परमेश्वरले उचित बनाउनु भएन र आज बचाउनु भएन र। म पटक पटक भन्छु व्हिल चेयरमा नेपाल जाने, म हिँड्न सक्ने, दगुर्न सक्ने बनाउनु भएन र। डिप्रेसनमा भएर स्लिपिङ ट्याब्लेट खाएर सुत्ने मानिसहरूलाई आज आनन्दले परमेश्वरको वचन गरेर त्यस्तै डिप्रेसनलाई उत्साहित बनाएर डिप्रेसन मुक्त बनाउनु भएन र। यसैको निमित्त महिमा गरेको, यसैको निमित्त परमेश्वर भनेको। त्यही भएर तिमीहरूका सारा फिक्री उहाँलाई सुम्पिदियो। आज हाम्रा सबै रोगहरू उहाँलाई सुम्पिदिएनौ र आज सबै हाम्रा जीवनका फिक्रीहरू परमेश्वरले लिनु भएन र। त्यही भएर तिमीहरूका सारा फिक्रीहरू चाहिँ उहाँलाई सुम्पिदियो, किनभने उहाँले तिमीहरूलाई प्रेम गर्नुभएको छ। धन्यवाद परमेश्वर मसीह येशूका नाउँमा। त्यसकारण जब हामी परमेश्वरमा विश्वास गर्छौँ, प्र्याक्टिकल रूपमा विश्वास गर्ने के, हिजो बेलुकाको महिमा झलझल मेरो मन मस्तिष्कमा आइरहेको छ। टाइम धेरै गइसक्यो, यो पनि गवाई हो। हाम्रो रिता म्याम हजुर उठेर आउन 3-4 चोटि कोसिस गर्नुभयो, अघि गवाई बताउन आउँदा पालो पाउनु भएन। अनि मैले स्टेजमा बसेर फिल गरिरहेको थिएँ, पिता यो पनि त गवाई हो। हिजोका दिनमा भजनको लागि नेपाल आउँथ्यो, गवाईको लागि नेपाल आउँथ्यो, वचनको लागि नेपाल आउँथ्यो। आज एउटा गवाई बताउनलाई पनि पालो आएको छैन, किनभने
किन आएको छैन भन्दा परमेश्वरले धेरैको उद्धार गरिसक्नुभयो होइन। त्यही भएर जब हामी धेरैजनालाई परमेश्वरले चुनिसक्नुभयो अनि उहाँले गर्नुभएका उच्च उच्च कामहरू हामी सबैको सामुन्ने प्रसारण गर्ने योग्यको तुल्याउनु भयो अनि हामी स्टेजमा आएर बताउँछौँ मेरो पिताले मलाई प्रेम गर्नुभयो, मेरो पिताले मलाई यो रोग निको बनाइदिनु भयो, मेरो पिताले मलाई मेरो जीवन बदलिदिनु भयो। त्यसकारण धन्यवाद परमेश्वर। यी सबै गवाई हुन्, टाइम नपुग्नु पनि गवाई हो परमेश्वर। सबै चिजमा परमेश्वरले बदल्नु भएको छ। तर हिजो बेलुका अन्य भाषा गर्दै गर्दाखेरि अन्य भाषामा धेरै तागत छ। कति नबुझेको मान्छेले बाहिरबाट देख्दाखेरि त के बोल्छ बौलाको पागलै जस्तो लाग्छ कहिल्यै नदेखेको मान्छेलाई होइन। त्यही भएर कत्रो तागत छ अन्य भाषामा। जब अन्य भाषा गर्दै गर्दाखेरि 4तिर 4 जना काम सुरु गर्नुभएको थियो। हिजो बेलुका भर्खरको कुरा होइन। एकजना त्यहाँ, एकजना त्यहाँ, एकजना त्यहाँ, एकजना यहाँ गरेर जब परमेश्वरको शक्ति, परमेश्वरको सामर्थ्य प्रकट हुन्छ तब त्यो हामीलाई रोग ल्याउनेवाला, हामीलाई तडपाउनेवाला, हामीलाई दुःख दिनेवाला शैतान आत्मा थर कामेर बग्दै भागेको प्रत्यक्ष हाम्रो जीवनमा छ भने परमेश्वर हुनुहुन्न र परमेश्वरले काम गर्नुभएको छैन र। त्यसकारण परमेश्वरमा प्र्याक्टिकल विश्वास गरेर सबै चिजमा धन्यवाद गर्दै जीवनमा अगाडि बढ्यौँ भने परमेश्वरको फलवन्त आशिष हाम्रो जीवनमा मिलिसक्यो। पितालाई धन्यवाद मसीह येशूका नाउँमा। आजको निमित्त परमात्माको इच्छा अनुसार मेरो मुखलाई इस्तेमाल गरेर स्वयं परमप्रधान परमेश्वर यति नै बोल्न चाहनुभयो। ईश्वरलाई धन्यवाद गर्छु म मसीह येशूका नाउँमा। परमेश्वरको भरिपूर्ण आशिष सधैँ आनन्द रहनु परमेश्वरले बताउनु भएको छ। फेरि पनि म तिमीलाई भन्छु कि आनन्द गर भनेर। सबै चिजमा आनन्द गर्नु, सबै चिजमा खुसी रहनु। खुसीमा परमेश्वर हुनुहुन्छ, आनन्द प्रेम धैर्यतामा परमेश्वर हुनुहुन्छ। तडपाहाट चिन्ता पीर दोस्रावाला आत्माले ल्याउँछ। हामी त्यसको सन्तान होइन, हामी हाम्रो पिताको सन्तान हो। त्यही भएर आनन्द गर्नु, पिताले सबै चिजमा बदलिसक्नुभयो भन्दै हजुरहरू सम्पूर्णबाट बिदा हुन चाहन्छु। पितालाई धन्यवाद म मसीह येशूको नाउँमा। शक्तिमान पवित्र पितालाई परमेश्वर पिताले येशूको नाउँमा सबैलाई फ्री फन्डमा दिनुभएको छ। सित्तैमा आएका छौँ। अरू धेरै रमाएर, अरू धेरै जोसिएर परमेश्वरको महिमामा बढौँ अनि परमेश्वरले बढाइसक्नुभयो। धन्यवाद पिता येशू मसीहको नाउँमा। असाध्यै उत्साहित महिमा, असाध्यै मिठो महिमा अनि सुनिरहँ, खाइरहँ, अरू धेरै लिइरहँ जस्तो लाग्ने महिमा परमेश्वरले सबै भएर दिइरहनु भएको छ। धन्यवाद पिता येशू मसीहको नाउँमा। यस्तो गुप्तको, गहिराईको अनि रहस्यको कुरा जो पैसा नै खर्च नगरी, समय नै खर्च नगरी सित्तैमा हामीले आत्मामा कुरालाई पाएपछि चाल पनि पायौँ भने अरूबाट महिमा हामीले आफूले पनि लिन सक्छौँ र अरूलाई पनि प्रशस्त मात्रामा बाँड्न सक्छौँ। धन्यवाद पिता। अरू रमाएर जहाँसम्म हात जान्छ मजाले सबैले ताली बजाउँ। धन्यवाद गर्छु पितालाई येशू मसीहको नाउँमा। र यस्तो पवित्र महिमाको मार्ग खोलिदिनको लागि परमेश्वरले चुनेर ल्याउनु भयो। हामी सबैको अग्रज अगुवा सरज्यू, म्यामज्यू, हाम्रो केन्द्रीय प्रमुख अनि उपप्रमुख हुनुहुन्छ। उहाँहरूद्वारा परमेश्वरले यो मार्ग खोलिदिनु भएको अनि हामीले पनि परमेश्वरलाई चिन्न पाएको उहाँहरू सबैलाई परमेश्वर पिताको सदा सर्वदा भरिपूर्ण आशिष मिलिसकेको छ र हृदयदेखि उच्च सम्मान व्यक्त गर्न चाहन्छौँ। धन्यवाद पिता येशू मसीहको नाउँमा। र परमेश्वर पिताको यस्तो पवित्र महिमामा
सदा सर्वदा परमेश्वरको सोलाई रमाएर प्रस्तुत गर्न खडा हुनुहुने सबै प्रमुखज्यू उपप्रमुखज्यू जो पृथ्वीको ओल्लो छेउदेखि पल्लो छेउसम्मको हुनुहुन्छ, त्यसै गरी यस देशको हाम्रो अगुवाज्यू लगायत हजुर हामी सबै निर्दोष सन्तानमा हृदयदेखि एकमुष्टमा सुसम्मान व्यक्त गर्न चाहन्छु। पिताको भरिपूर्ण आशिष मिलिसकेको छ। म साध्यै उत्साहित छु, सधैँ हुन्छु अनि महिमाको दिनमा झन् धेरै हुन्छु, किनभने नयाँ नयाँ स्वादहरू परमेश्वरले चाख्न दिनुहुन्छ। पिता हजुरलाई धन्यवाद। यीशु मसीहको नाउँमा असाध्यै खुसी लागेको छ। हाम्रो आज नेपालको चुडी खेलदेखि हाम्रो म्याम हजुर शाखादेखि आउनुभएको, उमेरमा हेर्दाखेरि सानो मान्छे, यो नखाऊ त्यो नखाऊ, यो गर त्यो नगर भनेर अराउनु पर्ने उमेर थियो, तर परमेश्वरले त उहाँद्वारा हामीलाई अराउनु भयो। धन्यवाद पिता यीशु मसीहको नाउँमा। संसारमा हुँदाखेरि यस्तो अल्लारेपनको बच्चाहरूलाई तह लगाउनु पर्ने, अर्डरमा राख्नुपर्ने, हरेक कुराको निर्देशन दिनुपर्ने, तर जसले आमाको गर्भमा रच्नुभयो उहाँद्वारा निर्देशन भएर डोरिएर यस्तो शक्तिशाली परमेश्वरको कुरालाई यस देशमा आएर नि सो गर्नुभयो। आमाको सबै रोग, बाबाको सबै रोग, परिवारको ऋणको रोग, सम्बन्धको रोग, जीवनको रोग एक ईश्वरले निको पार्नु हुँदो रहेछ भन्ने यस्तो बालकको मुखबाट नि परमेश्वरले सत्य सत्य जिउँदो गवाई बोल्नुभयो। पिता हजुरलाई धन्यवाद यीशु मसीहको नाममा। अब आउने पुस्ताहरू कस्ता होलान् भनिकन हामीले चिन्ता गर्नु पर्दैन, किनभने आउने पुस्ताहरूको निम्ति पनि परमेश्वरले सिकाइसक्नु भएको रहेछ। आमाको गर्भमा आउँदा नै सिकाइसक्नु भएको रहेछ। अब उहाँ परदेशमा हुनुहुन्छ, बिग्रिनु होला, नासिनु होला, गलत सङ्गत गर्नु होला भनेर बाआमाले चिन्ता गर्नु पर्यो त? नाइ, मेरो छोरी जहाँ जान्छन् परमेश्वरको राज्य खडा गर्छिन्, परमेश्वरको वचन बोल्छिन्, परमेश्वरको सत्यलाई सो गर्छिन्, सत्यमा जिउँछिन्। अब ढुक्क विश्वास छ कि हामीले गरेको महिमा यस्तो महिमा हो, देखिनेवाला महिमा, लुक्ने महिमा नाइ, हराउनेवाला महिमा नाइ, पराजय हुनेवाला महिमा नाइ, हर हमेसा विजयभन्दा पनि महान विजेता हुने महिमा परमेश्वरले हजुर हाम्रो जीवनमा दिनुभएको छ। धन्यवाद पिता यीशु मसीहको नाउँमा। कति ठुला ठुला गवाई परमेश्वरले दिनुभएको। आज सायद ईश्वर चिनिएको थिएन र विश्वास थिएन भने प्रिया म्याम हजुर नेपालमा हुनुपर्ने हो, अहिलेको टाइममा हस्पिटलको बेडमा हुनुपर्ने हो, रुँदै र कराउँदै हार गुहार गर्दै कोरियामा दुःख गरेको सबै पैसा डक्टरलाई दिँदै मलाई जीवन देऊ भन्नुपर्ने अवस्था थियो। तर धन्य मेरो पिता जो हरेक जगतमा गएर रोएका र कराएकाहरूको निम्ति उद्धार गर्नुहुन्छ, जीवन दिनुहुन्छ, निको पार्नुहुन्छ। अहिले म्याम यही स्टेजमा भएर मजाले परमेश्वरको प्रस्तुतिलाई सो गरिराख्नु भएको छ। कति ठुलो गवाई, कति भत्किएका रहेछौँ हामी, कति टुटेका रहेछौँ हामी, कति लुटिएका रहेछौँ हामी, चाहे प्रेममा होस्, चाहे सम्बन्धमा होस्, चाहे धनमा होस्, चाहे सफलतामा होस्, चाहे स्वस्थ जीवनमा होस्, सबै क्षेत्रमा लुटिएका रहेछौँ नि। सबैको गवाई मिल्दो रहेछ, सबैको जीवन मिल्दो रहेछ, किनभने हामी सबै संसारमा छौँ अनि शरीरमा छौँ। घाम पनि सबैलाई एकैचोटि लाग्दो रहेछ, पानी पनि सबैलाई एकैचोटि पर्दो रहेछ, हावाहुरी बतास पनि सबैलाई चल्दो रहेछ। तर धन्यको हो त्यो मानिस जसले चट्टानभन्दा पनि शक्तिशाली विश्वासको आत्मामा खडा हुन्छ, शक्तिशाली महिमामा उभिन्छ। त्यो मानिस धन्यको हो, त्यसले सबै थोकबाट के गर्छ? सुरक्षा पाउनेछ। परमेश्वरको छत्र छायामा शरण लिने मानिस चाहिँ धन्यको हो। चाहे हावा चलोस्, चाहे पानी चरोस्, पानी आओस्, चाहे ज्वालामुखी विस्फोटन होस्, चाहे बाढी पहिरो नै आओस्, कुनै पनि कुराले त्यसलाई केही पनि नोक्सानी पार्ने छैन, किनभने त्यो मेरो शरणमा, त्यो मेरो छत्र छायामा, त्यो मेरो दाहिने बाहुलीमा बास गरेको छ। धन्यवाद पिता यीशु मसीहको नाउँमा। त्यस कारणले हामी सबैजना पानी त पर्छ तर भिज्दैनौँ,
हावाहुरी त चल्छ तर हामीलाई उडाउँदैन, किनभने हामी वेटी भएका छौँ, मतलब भारी भएका छौँ परमेश्वरको वचनद्वारा। ज्वालामुखी विस्फोटन त हुन्छ तर पनि हामीलाई कुनै क्षति पुर्याउँदैन, किनभने त्योभन्दा शक्तिशाली परमेश्वरको शक्तिलाई धारण गरेका छौँ। धन्यवाद पिता, यीशु मसीहको नाममा यस्तो महिमा परमेश्वरले दिनुभएको कारणले परमेश्वर भन्नुहुन्छ बलियो र खुबै साहसी बन, बलियो अनि खुबै साहसी बन, किनकि मैले तँलाई पिता पुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गरेको देश अधिकार गर्नलाई तँलाई सबैहरूका निम्ति अगुवा बनाएको छु। धन्यवाद पिता, यीशु मसीहको नाममा त्यो समयमा परमेश्वर पिताले यहोशूलाई भन्नुभएको थियो, मूसा मरेको थियो, यहोशू विलाप गर्दै थियो, परमेश्वर पिता अब मेरो अगुवा त बित्नु भयो, मैले आशा गरेको मान्छे त बित्यो, के होला भनेर विलाप गर्दै गर्दा परमेश्वरले यहोशूलाई भन्नुभयो कि अब बितेको कुरालाई नहेर, अब त्यसको समय सकिसक्यो, अब तेरो समय आएको छ, अब तँलाई जाति जातिहरूको भिडमा मैले खडा गर्नेछु, मेरो महिमा तँद्वारा प्रस्तुत गर्नेछु, त बलियो अनि खुबै साहसी हो। त्यो टाइममा यहोशूलाई भन्नुभए जस्तै यो टाइममा हजुर हामी सबैलाई परमेश्वरले भन्नुभएको छ कि त बलियो अनि खुबै साहसी हो, ती बितेका कुरालाई नहेर। हिजो के बित्यो बित्यो नि जीवनमा, हिजो फोरी पनि थियौँ, बिग्रेका पनि थियौँ, भत्केका पनि थियौँ, टुटेका पनि थियौँ, माग्ने पनि भएका थियौँ, के थिए, बदनाम सदनाम राम्रो नराम्रो सब कुछ भएको थियो, तर त्यो हामीद्वारा भएको होइन रहेछ, किनभने हामीलाई त परमेश्वर पिताले आमाको गर्भमा आउनुभन्दा पहिला नै चुन्नु भएको रहेछ, शुद्ध गराउनु भएको रहेछ, हामी त निर्दोष अनि पवित्र रहेछौँ। ती कुरालाई अब के गर नहेर, अब त्यो के भयो बितिसक्यो, अब रात बितिसक्यो, अब अँध्यारो हटिसक्यो, अब तिमी बलियो र खुबै साहसी हौ कि तिमीमा अब मेरो महिमा उदाइसक्यो, मेरो शक्ति आइसक्यो, मेरो राज्यको अधिकार अनि हतियार मैले तिम्रो हातमा दिइसकेको छु। धन्यवाद पिता, यीशु मसीहको नाउँमा यसको निम्ति परमेश्वरले हजुर हामीलाई बोलाउनु भएको, त्यसकारण जेसुकै होस् जीवनमा, जेसुकै होस्, चाहे परिस्थिति यस्तो आओस् कि शिरदेखि पाउसम्म केही राख्ने ठाउँै नआओस्, आओस्, तर पनि को हुनुहुन्छ, ती सबैलाई रिन्यू गर्नेवाला मेरो पिता परमेश्वर हुनुहुन्छ, जसले मलाई अस्तित्वमा नभएको थोकलाई पनि अस्तित्वमा ल्याउन सक्नुहुन्छ। धन्यवाद पिता, यीशु मसीहको नाममा परमेश्वरको महिमा चान्चुनको महिमा पनि होइन, साधारण महिमा पनि होइन, हामी सुन्दैछौँ, हिजै देखेको मान्छे हो, हिजै भेटेको मान्छे हो, हिजै बोलेको मान्छे हो, तर यो सुन्दै गरेका हरेक शब्दहरूले हाम्रो जीवन निर्माण भइरहेको छ, काम कारोबार सुध्रिरहेको छ, सम्बन्ध मिलिरहेको छ, मृत्युहरू जीवित भइराखेका छन्, नचल्ने नसा हड्डीहरू चलिरहेको छ, हामीलाई पत्तै छैन। परमेश्वरको वचनले सबै काम सजिलो रीतिले गरिरहेको छ। धन्यवाद गर्छु पिता, यीशु मसीहको नाउँमा। त्यस कारणले परमेश्वरको आत्माबाट भरिएर पवित्र आत्माको भरिपूर्णमा, पवित्र आत्माको भरिपूर्णमा, गाउँ गाउँ सहर घुम्दैछु, गाउँ गाउँ सहर घुम्दैछु, ईश्वरको सन्देश सबैलाई सुनाउँदै, ईश्वरको सन्देश सबैलाई सुनाउँदै, उहाँको गवाई भन्दैछु, उहाँको गवाई भन्दैछु। हे 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 ला 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 ला
बतासैले उडाइलगेछ ईश्वरको माया सम्हाल्दैछौ ईश्वरको माया सम्हाल्दैछौ ईश्वरको माया सम्हाल्दैछौ। धन्यवाद पिता येशू मसीहको नाउँमा। त्यस कारणले पवित्र आत्माले भरिएर अब हामी गाउँ गाउँ सहर सहर नगरहरू जहाँ पनि जान्छौँ परमेश्वरको प्रस्तुति हामीद्वारा सो हुन्छ। सबैको गवाई भनी साध्य छैन, बयानै गरि नसक्नु गवाई। हाम्रो सन्नानी म्याम हजुरको गवाई पाठ्यघरमा के घाउ भएको छ, क्यान्सर जस्तो ट्याग लगाएको अनि अपरेसन गर्नुपर्छ भनेको, तर अर्को हप्ता जाँदा केही पनि छैन भन्ने परमेश्वरले बनाउनु भएको यति ठुलो गवाई। हाम्रो आसमा म्याम हजुरले लो है पिता, धन पनि तपाईँ, ऋण पनि तपाईँ, सबै तपाईँको, मेरा सबै ढोकाहरू बन्द भए पनि तपाईँको स्वर्गको गेट खोलिदिनु भएछ पिता। भरिभराउ पार्नुभयो भन्दाखेरि छोराको विवाहको लागि पुगेर पनि बढ्ता उब्रिने परमेश्वरले बनाउनु भयो। थिएन तर विश्वासद्वारा बोल्नुभयो। हाम्रो हरेक सबै सन्तान जो जति हामी अगाडि आएर गवाईलाई सो गऱ्यौँ। हाम्रो सुजु म्याम आज कस्तो राम्रो सिँगारिएर बस्नुभएको छ। यो सिँगार परमेश्वरको तर्फबाट जुटेको, हिजोको दिनमा पटक पटक लुटेको थियो। त्यो दुष्ट शैतानले मनलाई बिगारेको थियो, सोचलाई बिगारेको थियो। जब सोच र मन बिग्रियो जीवनका सबै कुराहरू गडबडी भएर भत्केला जस्तो परिस्थितिमा पुगेको थियो। तर धन्य पिता, आज यस्तो सुसज्जित बनाएर नयाँ दुलै परमेश्वरले अगाडि खडा गरेर परमेश्वरको तर्फबाट धन्यवाद दिने योग्यको बनाउनु भयो। हामी सबैमा प्रशस्त मात्रामा गवाईको लहर परमेश्वरले भर्नु भएको छ। यस्तो परमेश्वरलाई हजुर हामीले विश्वास गरेको, हजुर हामीले जानेको। त्यसकारण परमेश्वरले भन्नुभएको छ कि सबै समय मेरो आज्ञाहरूलाई पालन गर र मेरो वचनलाई मनन गर र त्यसबाट दाहिनेतिर र देब्रेतिर नफर्की र त जहीँ गए पनि सफलता पाउनेछस्। परमेश्वरको वचनलाई जसरी भन्नुहुन्छ त्यसरी जसले पालन गर्छ, त्यसरी जसले विश्वास गर्छ त्यो सफलता हुन्छै हुन्छ। परमेश्वरले सफलता गराउनुहुन्छ, न त दायाँ न त बायाँ, सिधा परमेश्वरको वचनले हो भन्नुहुन्छ भने हो, हुन्छ भन्नुहुन्छ भने हुन्छ, भइसक्यो भन्नुहुन्छ भने भइसक्यो। परमेश्वरले काम गरिसक्नुहुन्छ। यति सरल तरिकाले परमेश्वरले आफ्नो महिमा हजुर हामीलाई दिनुभएको छ। र जब तैँले यी सबै वचनलाई पालन गर्छस् र तेरो ओठबाट मेरो वचनलाई हटाउँदैनस्, तब सबै कुरामा त विजय हुनेछस्। कुनै पनि मानिस तेरो अगाडि खडा हुन सक्ने छैन। परमेश्वरले त्यो शक्तिशाली वचनद्वारा हजुर हामीलाई सदा सर्वदा उच्च बनाइसक्नुभयो। जब तैँले तेरो ओठबाट मेरो वचनहरूलाई हटाउँदैनस्, तेरो मनबाट मेरो वचनहरूलाई हटाउँदैनस्, तेरो विचारबाट मेरो वचनहरूलाई हटाउँदैनस्, तेरो आशाबाट मेरो वचनहरूलाई हटाउँदैनस् भने तँलाई मैले सबै क्षेत्रमा उच्च बनाउने छु। धन्यवाद पिता, हजुरले बनाइसक्नुभयो। हजुर हामी सबैमा परमेश्वरको वचन छ। वचन जीवनको रोटी हो, वचन जीवनको धन हो, वचन जीवनको महिमा हो, हर कुछ वचन हो। यदि वचन छ भने त्यो जति धनी मान्छे अरू कोही हुनै सक्दैन। चाहे संसारको केही कुरा नहोला, कहिले कसो अभाव देखिएला, तर विश्वास गर्नु, आशालाई कहिल्यै निराशामा नबदल्नु। वचन छ त म जस्तो धनी र म जस्तो शक्तिशाली कोही पनि छैन, किनभने मेरो पिताको वचनले सृष्टिमा नभएको थोकलाई पनि अहिले भर्खरै प्रकट गर्न सक्छ। यस्तो वचन मसँग छ भने धनै वचन हो, जीवनै वचन हो, उन्नति वचन हो, सफलता वचन हो, विजय वचन हो, शिक्षा वचन हो, बुद्धि वचन हो, सोच वचन हो, चरित्र वचन हो, चाल वचन हो, हरेक कुरा परमेश्वरको वचन हो। यो वचनलाई सर्लक्क
टक्क लगाऊ। वचनलाई लगाएपछि वचन चम्किलो छ, शक्तिशाली छ, सामर्थ्य छ, सबै कुरा वचनद्वारा नै परिपूर्ण भइसक्यो। धन्यवाद पिता, येशू मसीहको नाउँमा। सर हजुरद्वारा समयलाई मध्यनजर गर्नुहोस् है भनेर खुसुक्क कानमा खबर त आएको थियो। पितालाई धन्यवाद। पिताको वचन यस्तो मिठो छ, बगेपछि बगे गर्न मन लाग्ने। समय अझै धेरै लिए, बढी लिए। पितालाई धन्यवाद गर्छु येशू मसीहको नाउँमा। सबैमा पिताको शक्तिशाली महिमा अनि वचनको सत्यता, वचनको प्रकाश, वचनको रहस्य परमेश्वरले अरू बढ्ता गरेर सबैमा बुझाइसक्नु भएर आत्मा, प्राण, शरीर, काम, कारोबार, जीवनको सबै क्षेत्रमा अन्तस्करणको सुस्केराबाट जो माग गर्नुभएको छ येशूको नाममा पुरा भइसक्यो पिता। र सयौं गुणा गवाई, फल, आशिष अरू बढ्ता गरेर सो गर्ने योग्यको हरेक एकलाई बनाइसक्नु भयो भन्दै पितालाई धन्यवाद गर्छु। र अरू असाध्यै महिमामा बढिरहनु हुने उत्साहित सन्तान हाम्रो सञ्चालिका म्याम हजुर, क्यामेरा पर्सन सरज्यूमा पनि पिताको भरिपूर्ण आशिष मिलिसक्यो र हामी सबैमा अरू बढी चाहत अनि तेजको शक्तिशाली आत्मा पिताले भरिसक्नु भयो भन्दै पितालाई धन्यवाद गर्छु येशू मसीहको नाउँ। धन्यवाद परमात्मा, मसीह येशूका नाउँमा सबैजनाले ताली बजाएर उत्साहित भएर परमेश्वरलाई ताली बजाउँ अनि धन्यवाद गरौँ। पिता, तपाईँले आज जीवनको खोराक खुवाइराख्नु भएको छ। संसारको मानिसहरूले या हजुरहरूलाई पनि भन्नुहुन्छ होला, मलाई पटक हरेक टाइममा आउँछ यो उमेरमा ईश्वर भनेको छ, कहाँ हुनुहुन्छ ईश्वर, खोइ त ईश्वर, हरेक ईश्वर, सबैले खोइ त तेरो ईश्वर भन्नुहुन्छ। अनि म पटक उहाँहरूलाई मेरो हृदयले जवाफ दिन्छ, मेरो ईश्वर यहाँ हुनुहुन्छ पिता। जसले आशा मारेको थियो, कसैलाई धामीले डेट दिनुभयो, कसैलाई डक्टरले डेट दिनुभयो, अनि हामीलाई त जीवन अनि मृत्युको अधिकार परमेश्वरले दिनुभएको छ अनि बताउनु भएको छ, तिमी संसारको मानिस भएर त डेट दिन सक्छौ अनि म स्वर्गको पिता तिम्रो डेटलाई थप्न सक्दिनँ। र जब परमेश्वरले येशू मसीहलाई त आफ्नो पुत्रलाई त परमेश्वरले मृत्युलाई जिताएर 3 दिनको दिनमा जीवित बनाएर उठाइदिनु भयो भने आज त्यही पुत्रको अधिकार दिएर, त्यही प्रेम दिएर हजुर हामी सबैजनालाई परमेश्वरले उहाँको महिमामा बोलाउनु भएको छ। अनि आनन्दको जीवन अनि आनन्दको आयु, हिजो तडपाहाटको जीवन अनि तडपाहाटको आयु थियो, आज परमेश्वरले आनन्दको आयु थप्नु भएको छ। कति धेरै गवाई, कस्ता गवाई प्रकट गर्नु भएको छ। यो महिमा दिनेवाला परमेश्वर, यो जीवन दिनेवाला परमेश्वर यत्र तत्र अनि सर्वत्र हुनुहुन्छ। धन्यवाद मेरो पितालाई, म मसीह येशूका नाउँमा परमात्मा। त्यसै गरेर यो सत्यताको मार्ग हामी सबैको मनको आँखालाई खोलिदिनेवाला ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र नेपालको प्रमुख प्रकाश सर हजुर अनि सुशीला म्याम हजुर, उहाँहरूको सम्पूर्ण परिवारलाई पनि म लगायत हामी सबैको तर्फबाट शिर झुकाएर नम्र नमस्कार व्यक्त गर्न चाहन्छु। र हाम्रो अगुवाको निमित्त पनि जोडजाड तालीले सम्मान व्यक्त गरौँ, किनकि त्यो योग्यको हुनुहुन्छ। आज उहाँहरूले गर्दै सच्चाईको यो सत्यतालाई हामीले चिन्न अनि बुझ्न पायौँ। मेरो जीवनमा मैले मेरो जीवनलाई परिवर्तन गरेँ, मेरो परिवारलाई परिवर्तन गरेँ, मेरा सोचहरूलाई बदल्ने पिता तपाईँ साँच्चै सत्य हुनुहुँदो रहेछ। मेरो जीवन आज सत्य भएको छ परमात्मा। त्यसकारण यो परमेश्वरको राज्यलाई म पनि परमेश्वरको महिमा गर्छु। मेरो जीवनमा पनि परमेश्वरले आशिष दिनुभएको छ, म पनि परमेश्वरको तर्फबाट चल्छु। आज त स्वतन्त्र अधिकार रहेछ, येशू मसीह त स्वेच्छाले बन्न पाइने रहेछ। जसले ग्रहण गर्छ उनै येशू मसीह बन्छ, जसले परमेश्वरमाथि विश्वास गर्छ उनै येशू मसीह बन्छ। म पनि बन्छु अनि येशू मसीहले ती लङ्गडाहरूका खुट्टा हिँड्न सक्ने तुल्याउनु भएको थियो, ती आँखा नदेख्ने अन्धाहरूको आँखा खोलिदिनु भएको थियो, अनि ती मृत्युमा मर्नै लागेकाहरूलाई जीवित तुल्याइदिनु भएको थियो,
त्यही काम आज मेरो जीवनद्वारा मेरो पिता परमेश्वरले गर्नुहुन्छ, किनभने मेरो पिताले मलाई प्रेम गर्नुभएको छ, मेरो पिताले मलाई चुन्नु भएको छ, मेरो पिताले मलाई स्वर्गको छाप लगाइदिनु भएको छ भनेर विश्वास गरेर देशमा विदेशमा अनि पृथ्वीभरिमा पवित्र आत्माको तर्फबाट चल्नेवाला सम्पूर्ण प्रमुख उपप्रमुख अनि लिडरजनहरू अनि जनहरू सम्पूर्ण परमेश्वरका सन्तानहरू साथसाथै यसै शाखाको उपप्रमुख म्याम हजुर अनि आजको कार्यक्रम सञ्चालिका म्याम हजुर, क्यामेरा पर्सन सर हजुर अनि परमेश्वरका एकदमै ठुलो हृदय भएका हजुरहरू सम्पूर्ण परमेश्वरको सन्तानमा पनि शिर झुकाएर नमस्कार व्यक्त गर्न चाहन्छु। धन्यवाद गर्छु पिता मसीह येशूका नाउँमा। पहिला त गवाई बताउँछु म, मेरो आज यो समय चाँडो चाँडो बिताउनु मेरो जीवनको सबैभन्दा ठुलो गवाई हो क्या। यो समय सकियो भनेर घडीतिर हेर्दै वचनलाई छोट्याउनु नै मेरो जीवनको सबैभन्दा ठुलो गवाई हो परमेश्वर। किनभने जुन दिन म जुट्नी त एकजना पनि हुनुहुन्थेन, तब मेसेन्जरको ग्रुपमा महिमा गर्थेँ अनि बुधबार र शनिबार चाहिँ मेसेन्जरको ग्रुपमा महिमा गर्ने भनेर सबैजनालाई जोडेको थियो। अनि चाँडो चाँडो खाना पकाएर खाना खाएर कहिलेकाहीँ आफ्नो खाना बनाउने पालो पर्थ्यो अनि सबैजनालाई खाना दिएर अनि रुम पनि 2 जना साथीहरू हुनुहुन्थ्यो सँगै सुत्ने बस्ने, भित्र रुममा मिल्थेन अनि चाँडै खाना पकाएपछि त किचन छोडेर साथीहरू चाहिँ रुममा जानुहुन्छ। तब म त्यो किचनमा बसेर चाहिँ महिमा गर्न पाउँछु भनेर चाँडै खाना बनाएर अनि उहाँहरूलाई चाहिँ रुममा पठाएर अनि म ग्रुपमा जोड्थेँ जब नौबत थियो। अनि कोही पनि जोडिनुहुन्थेन अनि ग्रुपमा त्यत्रो हतार गरेर आएर तयारी भएर जोड्थेँ अनि जोडिनुहुन्थेन अनि सायद बिजी हुनुहुन्छ कि जस्तो नै लाग्थ्यो अनि फेरि जोड्थेँ त पनि नजोडिए पछाडि अनि म निराश जस्तो नि हुन्थेँ कहिलेकाहीँ। अनि पिता तपाईँको महिमा गर्न त सुरु गरिसकेँ मैले, तपाईँमा त छ नि पिता। अनि ती मर्दै गरेकाहरू डिप्रेसनमा परेकाहरू अनि नेपालका अहिले पनि सुन्छौँ हामी कतिपय, यो गत हप्ता पनि सुन्यौँ 2 जना बित्नुभयो। हरेक तपाईँले जस्तो सुकै समस्याको नाउँ जेसुकै होस्, क्यान्सरले भने पनि त मर्ने हो, ट्युमरले भने पनि त मर्ने हो नि त, उद्देश्य त मृत्यु हो नि त, क्यान्सर होस् या ट्युमर होस् होइन, या फ्याक्ट्रीको दुर्घटना होस् या डिप्रेसनको शिकार होस्, तर जीवन त खायो नि त, लिनेवालाले त लियो नि त। अनि त्यो लिएर मानिस मर्दै नेपाल गएको मोबाइलमा समाचार हेर्थेँ अनि परमेश्वरसित माग्थे पिता यी सबैलाई आज तपाईँले जीवन दिनुपर्छ परमेश्वर, एक दिन त तपाईँले यी सबैलाई जीवित तुल्याउनुहुन्छ भनेर परमेश्वरसित गरेको मागलाई आज परमेश्वरले त्यो पुकारलाई परमेश्वरले सुन्नु भएको छ आज। अनि यति ठुला ठुला गवाईहरू दिनुभएको छ परमेश्वरले। कसैलाई धामीले डेट दिनुभयो, कसैलाई डक्टरले डेट दिनुभयो, तर आँसुका धारा पुछ्यौ हँसायौ, आँसुका धारा पुछ्यौ हँसायौ, मरेकालाई पिता उठायौ नचायौ, मरेकालाई पिता उठायौ बचायौ, आउँदा नि खाली जाँदा नि खाली, आउँदा नि खाली जाँदा नि खाली, जगतको माली दर्शन देऊ एक पाली, जगतका माली दर्शन देऊ एक पाली। पितालाई धन्यवाद देऊ मसीह येशूका नाउँमा। तब हिजोका दिनमा यस्तै गरी रुन्थ्यौँ। आज हाम्रो प्रिय म्याम हजुर रुँदै गर्दाखेरि श्रीमानको जीवनलाई माग्दै गर्दाखेरि हिजो पनि माग्थ्यौँ तर निर्जीव चिजसित माग्थ्यौँ। हाम्रो सम्बन्ध राम्रो बनाउनलाई हामीले अहिले मात्रै पुकार गरेको होइन, जबदेखि हामी सम्बन्धमा जोडियौँ तबदेखि हाम्रो पुकार थियो कि प्रेमको चाहिँ
बढोत्तरी होस्, प्रेम चाहिँ बढोस् अनि ईर्ष्या डाहा र रिस अहङ्कार चाहिँ घटोस् भनेर माग मलाई सुधार दिनुहोस्, मलाई सम्हालिदिनुहोस् एउटा कुलत अघि वचन आयो नि। हाम्रो घरमा डाकाहरू पालेका थियौँ हिजोका दिनमा। त्यो शैतान आफ्ना आत्माले आफ्नो सन्तानलाई चोर डाका तुल्याइदिएको थियो। हाम्रो घरमा जडेहा पालेका थियौँ, कसैलाई भर थिएन। साँच्चै स्टेजबाट बताउनलाई पनि असहज फिल हुन्छ मलाई, घरिघरि म सम्झिन्छु। त्यो सिचुएसन थियो परिवारमा, तब बदल्नका निमित्त सङ्घर्षहरू जारी थिए, तर नसकेर हार खाएर खुइ गर्दै बसेका ती दिनहरूलाई सम्झेर अनि आजको यो आनन्दको बगैँचामा परमेश्वरले पिताकै गवाईका हावा खुवाउँदै गर्दाखेरि अनि म धन्यवाद गर्छु। मेरो पिता तपाईँ महान हुनुहुन्छ परमात्मा, तपाईँको शक्ति अनमोल शक्ति छ। त्यो तपाईँको अथाह शक्तिको बिचमा मलाई जसरी बगैँचाको बिचमा फल भएको एउटा बोटलाई तपाईँले हुर्काइराख्नु भएको छ, त्यस्तै यो तपाईँको राज्यको बिचमा गवाई भएको मलाई तपाईँले प्रेम गरेर स्याहारेर सम्हालेर हुर्काइरहनु भएको छ पिता। त्यसकारण मेरो आशा तपाईँ हुनुहुन्छ, मेरो भरोसा तपाईँ हुनुहुन्छ। के फरक पर्छ र संसारका मानिसहरूले धर्म परिवर्तन गर्यो भन्दै गर्दा, संसारका मानिसहरूले विरोध गर्दै गर्दा हाम्रो आजको दिनदेखि हाम्रो प्रिय म्याम हजुरले सपोर्ट गर्नुहुन्न र? जब मर्दै गरेको श्रीमान चाहियो पिता बचाइदिनुहोस् पिता भन्दा बाँच्दो रहेछ। कष्ट त अघि हाम्रो म्याम हजुरले बताउनु भएको थियो नि, 7-8 महिनासम्म कष्ट गरेर महिमा गर्नुभयो एक्लै भनेर। कष्ट मानिस जन्मिँदै गर्दा पनि हुन्छ, हुँदैन र? होइन, हिजोका दिनमा कष्ट गर्थ्यौँ मृत्युको कुरामा, कति दुःख गर्थ्यौँ, कति परिश्रम गर्थ्यौँ। भोक त लाग्थ्यो नि त, व्रत बस्दा भोक लाग्थेन र? पेट त कराउँथ्यो नि त, व्रत बस्दा पेट कराउँथेन र? खाने इच्छा नलागेर हो र? तर हाम्रा आशाहरू परिपूर्तिका निमित्त हामीले हरेक चिजको बलि चढाएका थियौँ, त्यो भोजनको बलि चढाएका थियौँ। हाम्रा देख्ने आँखाहरू, सुन्ने कानहरू, सबै चिजको बलि चढाएका थियौँ। कष्ट थियो, तर आज त जीवन पाउनको निमित्त कष्ट गर्दैछौँ, स्वतन्त्रता हुनको निमित्त कष्ट गर्दैछौँ, पवित्र आत्माको अधिकारहरू पाउनको निमित्त कष्ट गर्दैछौँ। आजको कष्ट त रमाइलो छ अनि आनन्दको छ। मेरो पिताले त्यो रमाइलोमा अनि आनन्दमा डोर्याउनु भएको छ अनि बताउनु भएको छ, पिता मैले तिमीलाई स्वर्गको छाप लगाएको छु, तिमी त मेरै हौ किनभने मैले तिमीलाई प्रेम गरेको छु बताउनु भएको छ। जब संसारले नचिन्दै गर्दा, संसारले नबुझ्दै गर्दा पनि मनलाई कमजोर कहिले बनाउनुहुन्न। मलाई जस्तै अहिले भर्खरै एकदम धेरै उत्साहित भइरहेको छु। अति ठुला गवाईहरू परमेश्वरले दिनुभएको। तब हाम्रो प्रिय म्याम हजुर जब नेपालमा सर हजुरलाई दोस्रोवाला आत्माले त्यो अवस्थामा पुर्यायो, तब होइन परमेश्वरमा हामीले विश्वास गरेको कारणले गर्दा त परमेश्वरले जीवनलाई वापस दिनुभयो, नयाँ खालको जीवन दिनुभयो। अब फेरि जस्तै रुँदै कराउँदै तडपिँदै माग्दा त दिने पिताले आनन्दका साथ मेरो परमेश्वर हुनुहुन्छ, मेरो परमेश्वरमा जीवन छ, मेरो परमेश्वरले मेरो परिवारलाई, मेरो श्रीमानलाई, मेरो सन्तानलाई जीवित तुल्याउनुहुन्छ। मेरो भरोसा तपाईँको भरोसामा मैले छोडेको छु परमेश्वर, तपाईँको भरोसामा म एक थोपा आँसु नि झार्ने छैन, म एउटा शब्द पनि नेगेटिभ बोल्ने छैन। म संसारको अनि डक्टरको एउटा शब्द पनि सुन्दिनँ अनि बोल्दिनँ पनि परमेश्वर। म तपाईँमा रमाउँछु, म तपाईँमा ताली बजाउँछु, म तपाईँमा धन्यवाद गर्छु, म तपाईँमा पुकार गर्छु कि तपाईँ सामर्थिलो परमेश्वर हुनुहुन्छ, तपाईँ दिनी परमेश्वर हुनुहुन्छ भनेर माग्दै गर्दाखेरि झन् अझै कति धेरै र कति चाँडो परमेश्वरले दिनुहुन्छ होला, कस्तो विश्वास परमेश्वरले फिल गर्नुहुन्छ होला। त्यसकारण जब समस्या आउँछ दरिलो भएर तडपिँदै माग्दै नै
होइन? जब रुँदै कराउँदै माग्दै मेरो भरोसा चाहिँ तपाईँमै छ परमेश्वर भन्दै नै अझै बदलिन जरुरत छ। परमेश्वरले जीवन दिनुहुन्छ, परमेश्वरले बचाउनुहुन्छ। परमेश्वरले त उतिखेर जब हाम्रो पापको हरण भयो नि, जब यीशु मसीह क्रुसमा टाँगेर हाम्रो पापको नष्ट भयो नि, त्यतिखेरैदेखि नयाँ खालको जीवन त हामीले पाइसकेका छौँ, तर लिन नजानेको कारणले मात्रै आजसम्म दुःख पाइरहेको हो। त्यही भएर परमेश्वरले बताउनु भएको छ कि आफ्नो महिमा र श्रेष्ठताद्वारा हामीलाई बोलाउनु हुनेलाई हामीले चिनेको हुनाले के आज आफ्नो महिमा अनि आफ्नो श्रेष्ठ प्रेमद्वारा उहाँले हामीलाई गर्नुभएको कृपाद्वारा, उहाँले हामीलाई गर्नुभएको प्रेमद्वारा, उहाँले हामीलाई बोलाउनु भएको कारणले गर्दाखेरि, चिनेको कारणले परमेश्वरको दिव्य शक्तिद्वारा जीवन र शक्तिको निम्ति हामीलाई चाहिने प्रत्येक थोक उहाँले हामीलाई दिनुभएको कारणले गर्दाखेरि परमेश्वरले अभिषेक गर्नुभएको जीवन के परमेश्वरको सामर्थ्यलो दिव्य शक्ति मिसिएको जीवन। अहिले कष्ट छैन, कष्ट हुन्छ त हामीले नजानेको कारणले कष्ट हुन्छ। एक्सिडेन्ट हुन्छ गाडी चलाउँदै गर्दा, तर नजान्ने ड्राइभरले अथवा गलत तरिकाले ड्राइभरले चलायो भने एक्सिडेन्ट हुन्छ क्या। बाटोले एक्सिडेन्ट कहिल्यै पनि गर्दैन, त्यो ड्राइभरको कमजोरीले गर्दाखेरि एक्सिडेन्ट हुन्छ। बाटो त गाडी गन्तव्यमा पुग्नका लागि खनिएको। त्यही भएर परमेश्वरले त हामीलाई यस्तो सामर्थ्यलो तागतिलो शक्तिले भरिएको जस्तै तिमी संसारका ज्योति हौ बताउनु भएको छ परमेश्वरले। जस्तो यो लाइट बलेर फुटा त राम्रो आएको छ नि, यतिकै बालेको छ त त्यो लाइट, कारण छ नि त्यसको, होइन? उज्यालो आएको छ नि त। त्यस्तै हाम्रो जीवनमा स्वर्गको प्रकाश चलिरहेको छ अनि हाम्रा सबै अन्धकारहरू फाटेर गएका छन् अनि उज्यालो ज्योतिमा परमेश्वरले राख्नु भएको छ र बताउनु भएको छ तिमी डाँडामा बसालिएका सहर हौ, कसैले पनि तिमीलाई छेप्न, लुकाउन, छोप्न, गायब गर्न सक्दैन, किनभने तिमी मेरा प्रिय पुत्र हौ, तिमीमा मेरो प्रेम बसालिएको छ, परमेश्वरले बताउनु भएको छ। त्यही भएर वचन सुन्दैमा जीवन बदलिने नै, वचन सुनेर पालना गरेपछि जीवन बदलिन्छ। त्यसकारण परमेश्वरको दिव्य अत्यन्तै ठुलो शक्ति के यीशु मसीहलाई सानो शक्ति दिनुभयो त आज व्यवस्थाको मानिसहरूले यीशु मसीह नै परमेश्वर बताइराख्नु भएको छ। किन बताउनु भएको छ? परमेश्वरको बराबरको तागत र सामर्थ्य लिएर आउनुभएको थियो। त्यस कारणले गर्दाखेरि त्यो शक्ति अनि त्यो सामर्थ्य शैतान आत्मा त खासमा नचिनेको त हामीले हो कि फेरि। जस्तै परमेश्वरलाई चिन्नबाट डराएर शङ्का गरेर ईश्वर भनेर नि हुन्छ र नाचेर नि हुन्छ र आज यत्रो महिमा गरेर स्टेजमा बस्नु भएको छ हाम्रो म्याम हजुर। कुनै दिन भन्नुहुन्थ्यो जुटेर भजन गाएर हुन्छ त, हुँदो रहेछ त। आज आफै मजाले छमछम नाचिरहनु भएको छ भजनमा, होइन? किनभने त्यो बुद्धि, त्यो सोच, त्यो दिमाग हामी अन्धकारद्वारा छामछाम छुमछुम गर्दै जीवनलाई व्यतीत गरिरहेका थियौँ। हाम्रो पासमा उज्यालो ज्योति थिएन, तर जब परमेश्वरले माथिबाट टिठ्याउनु भयो अनि चुन्नुभयो, जुन त्यो दिन त्यो नरकीय दुःखको दिन थियो, तब परमेश्वरले उठाउनु भयो। यीशु मसीहलाई बादलमाथि उठाएको जस्तै हो मलाई त्यस दिनबाट यस दिनसम्म परमेश्वरले उठाएर ल्याउनु भएको। जसरी यीशु मसीहलाई उठाएर लानुभयो स्वर्गमा, त्यस्तै आज मैले त्यही जीवन बिताइरहेको छु। जो हस्पिटलको बेडमा मृत्युसँग लडेर बसिरहनु भएको छ, उठाएर आज डक्टरले जहाँसुकै लानुहोस्
उपचार छैन, यो संसारमा उपचार छैन बताइदिनुहुन्छ। तर हाम्रो त संसार अर्कै छ हजुर। संसारले नै स्वर्गले उपचार गर्छ पवित्र आत्माका सन्तानहरूको निमित्त। त्यही भएर संसारमा नभएको उपचार के फरक पर्यो त? हामीलाई त स्वर्गले उपचार गरिरहेको हुन्छ। हाम्रो पासमा स्वर्गका असङ्ख्य स्वर्गदूत डाक्टरहरू बनेर घुमिरहनु भएको हुन्छ। हामीलाई खानेकुरा, लाउने कुरा, बोल्ने कुरा, सबै चिजमा जसरी एउटा डाक्टरले अनि काम गर्न राखिएको कमारीले साउको कसरी इज्जत गरेर काम गरिराख्नु भएको हुन्छ, त्यसै गरी हरेक स्वर्गदूतले हाम्रो ख्याल गरिरहनु भएको हुन्छ हर बखत। त्यसकारण त्यो स्वर्गदूत तयार गर्नेवाला परमेश्वरले हामीलाई प्रेम गर्नुभएको कारणले तयार गर्नुभएको छ, खटाउनु भएको छ। त्यसकारण उहाँ धन्यवादको योग्यको हुनुहुन्छ। त्यो दिव्य शक्तिद्वारा जीवन र भक्तिको निमित्त हामीलाई चाहिने प्रत्येक थोक उहाँले दिनुभएको छ। यसैद्वारा सबै चिजहरू दिनुभएको छ। यसैद्वारा उहाँले हामीलाई उहाँको अनमोल र महान प्रतिज्ञाहरू पनि दिनुभएको छ कि यस संसारका कुइच्छाहरूमा आउने भ्रष्ट चिजहरूद्वारा उम्केर मतिर फर्क। यत्रो सामर्थ्य परमेश्वरले दिनुभएको छ क्या। एकातिर कस्तो महिमा छ पिता। जस्तै भित्रद्वारा अहिले हाम्रो चन्द्र म्याम हजुरद्वारा परमेश्वर बोल्दै गर्नुहुँदा मैले मनै फिल गरेँ, प्रश्न गरेँ, प्रश्नको आन्सर आयो। कतिले प्रश्न गर्नुहुन्छ तेरो ईश्वर खोइ भन्दै, मेरो ईश्वर म प्रत्येक सेकेन्ड देखिरहेछु पिता। म तपाईँकै पासमा छु अनि तपाईँ मेरै पासमा हुनुहुन्छ परमात्मा। तपाईँ बोलिराख्नु भएको छ कसैको मुख भएर म सुनिरहेको छु तपाईँको वचन परमात्मा। म जब कष्टमा थिएँ परमात्मा, म जब चल्न अनि चटपटाउन नसक्ने थिएँ, मेरा हृदयहरूले हार खाएका थिए, म थाकेको थिएँ अनि गलेको थिएँ, म अपाङ्ग भएको थिएँ, त्यस बखत जसरी यसु मसीहलाई टिप्नु भयो त्यसै गरी टिपेर मलाई आनन्दको यो जीवन दिनेवाला मेरो परमेश्वरले अभिषेक गर्नुभएको छ स्वर्गको शक्तिद्वारा परमात्मा। अनि तपाईँ मेरै पासमा अनि मेरै हृदयमा हुनुहुन्छ। यदि तपाईँ हुनुहुन्थेन भने त आज म पनि तपाईँको विरोध गरेर बसिरहेको हुन्थेँ परमात्मा। जब तपाईँले मलाई प्रेम गर्नुभयो, जब तपाईँ मेरो पासमा हुनुहुन्छ, त्यसकारण मैले पनि तपाईँलाई प्रेम गरेको छु। अनि तपाईँले वचनमा बताउनु भएको छ कि यसले मेरो नाउँ ग्रहण गरेको कारणले, यसले मलाई प्रेम गरेको कारणले म यसलाई बचाउने छु अनि सहायता गर्नेछु बताउनु भएको छ परमात्मा। त्यसकारण तपाईँको प्रेम ममा छ अनि मेरो प्रेम तपाईँमा छ। यसै कारण सबै किसिमका प्रयत्नद्वारा तिमीहरूको विश्वासमा चाहिँ सद्गुण र सद्गुणमा ज्ञानलाई थप बताउनु भएको छ के परमेश्वरले। विश्वास मात्रले नै काम गर्दैन, विश्वासमा सबै खालका गुण। हामीले परमेश्वरमा विश्वास त गर्छौँ गर्दैनौँ त? सबैले गर्छौँ नि त, सबैले गर्छौँ। किन कसैले चाहिँ गवाई तुरुन्तै पाउनुहुन्छ, किन कसैले चाहिँ गवाई पाउनुहुन्न त? फेरि परमेश्वर पक्षपाती त हुनुहुन्न होइन? त्यही भएर त्यो विश्वासमा चाहिँ सबै किसिमका गुणहरू, सद्गुणहरू चाहिँ भर बताउनु भएको छ परमेश्वरले। विश्वास चाहिँ गर्छौँ पक्कै परमेश्वरले दिनुहुन्छ। अनि मुखबाट अंकेकार नेगेटिभ आउँछ नि, जब मुखबाट बिग्रियो भयो मेरो त कर्मै यस्तो रहेछ, जब यी नेगेटिभ शब्दहरू आउँछन् अनि उता यसु मसीह हो, म परमेश्वरको पुत्र हो, मैले बोलेको त सबै कुरा पुरा हुन्छन् बताइरहेका छौँ भने त्यो वचनले काम गर्दैन अनि त्यो विश्वासले काम गर्दैन। त्यसकारण सबै तिमीले गरेका विश्वासमा सबै गुणहरूलाई चाहिँ मिक्स गर। तरकारी बनाउँदाखेरि नुन नहालेको मिठो हुन्छ त? हुँदैन। नुनै मात्रै हाल्यो भने नि मिठो हुन्छ त? हुँदैन। त्यसकारण सबै कुरालाई मिक्स गरेर सबै खालका गुणहरूलाई चाहिने रूपमा भरेर जब परमेश्वरमाथि विश्वास गर्छौँ तब सद्गुण अनि ज्ञानलाई परमेश्वरले धेरै वचनहरू दिनुभएको छ हामीलाई होइन? अनि धेरै हिजोसम्म अन्जान थियौँ क्या हामी,
हिजोसम्म हामीले निर्जीव चिजलाई ईश्वर भनेर टाउको ठोकिरहेका थियौँ। हाम्रा बोलीहरूमा संस्कार थिएनन्। हामीले केही कुरा भन्दै गर्दाखेरि जित्नै पर्थ्यो अरूलाई, केही कुरा सहनै सकिन्थेन, अनि झगडा गर्नलाई ताम्सिहालिन्थ्यो। घर परिवारसित होस् या बाहिरको मान्छेसित होस्, सहनशीलता भन्ने थोप्पै थिएन। तब परमेश्वरले यी सबै कुराको गुणले पनि भरिदिनु भयो अनि ज्ञानले पनि भरिदिनु भयो। ज्ञानमा आत्मा संयमी हो अनि आत्मा संयमीलाई धैर्य गर, अनि धैर्यमा भक्ति थप, भक्तिमा भातृ स्नेह थप, भातृ स्नेहमा प्रेमलाई मिसाऊ, तब तिमी स्वर्गको बराबरीमा रहनेछौ। परमेश्वरले बताउनु भएको छ। त्यही भएर यी सबै थोकलाई जब मिक्स गर्छौँ, पानी हाल्छौँ, नुन हाल्छौँ, मसला हाल्छौँ, खोर्सानी हाल्छौँ, सबै चिज हालेपछि मिठो खालको स्वादिष्ट खाना बनेको जस्तो, तरकारी बनेको जस्तो हामीले सबै परमेश्वरको प्रेमलाई, परमेश्वरको स्नेहलाई, परमेश्वरको धैर्यतालाई, परमेश्वरको नम्रतालाई, सबै चिजलाई जब धारण गरेर जीवनलाई जिउने इच्छा गर्छौँ, स्वर्ग देख्नलाई मर्न पर्दैन। परमेश्वरले यही जीवनमा स्वर्ग देखाइसक्नु भएको छ। अनि यो गवाई बताउँदै धेरै बोल्ने इच्छा छ, तर हरेक चिजको समय हुँदो रहेछ। परमेश्वरले त्यो समय थियो, म 1 घन्टासम्म बोलिरहन्थेँ, कोही बोल्नुहुन्थेन। तब आज त्यो समयलाई परमेश्वरले बदलिदिनु भयो। त्यही भएर जस्तो मौसम छ नि, हिजो अस्ति हिउँ परिरहेको थियो, खुब जाडो थियो, तब परमेश्वरले यसलाई बदल्दै जानुभयो। उहाँको सिस्टमद्वारा बदलिँदै गयो। तब अहिले गर्मी गर्मी ठिक्क ठिक्क हुँदैछ। अब केही दिनको दिनमा गर्मी आउँछ। त्यस्तै हाम्रा जीवनका सबै सिचुएसनहरूसित हामी चलिहाल्नुहुन्न। सिचुएसनहरू सबै बदलिनेवाला हुन्छन्। वचन बदलिन्छ, संसार चलायमान छ, पृथ्वी घुमिरहेको छ, सूर्य उदाउँछ अनि अस्ताउँछ। त्यस्तै जीवन पनि यही हो। जब उदाएर चलिरहेको छ अस्ताउनको निमित्त, यही जीवनमा जब हामीले पितालाई चिन्छौँ अनि बुझ्छौँ अनि परमेश्वरको वचनलाई पकडछौँ नि, उड्नुभन्दा अगाडि प्लेनलाई पक्ड्यो भने त्यो मानिस एक ठाउँबाट टाढाको दूरीमा पनि एकैछिनमा पुग्छ। त्यसै गरी परमेश्वरको वचनलाई यो जीवन त उडेको छ, हिँडेको छ, गन्तव्यमा जाँदैछ, तब सही टाइममा सही ठाउँमा बस्न सफल भयो भने असल तवरले परमेश्वरले पुर्याइसक्नु भएको हुन्छ। पितालाई धन्यवाद मसीह येशूका नाउँमा। त्यसकारण अझै धेरै, जस्तै फेरि ममा के कुरा नेगेटिभ छ पिता मलाई देखाइदिनुहोस् परमेश्वर, ममा के कमजोरी छ पिता त्यो मलाई देखाइदिनुहोस् पिता। नै, त्यो त त्यसरी पनि नमाग्नु। मेरो कुरा नेगेटिभ के छ परमेश्वर, मैले यसलाई त कहिल्यै पनि नदेखाउँ परमेश्वर, मेरो जीवनमा कसैले पनि नदेखाउन अनि मैले पनि नदेखाउँ, मेरो जीवनमा रहँदै नरहोस्। ममा त भएका पोजिटिभ कुराहरू चाहिँ सबै मलाई देखाइदिनुहोस् अनि मैले त्यसलाई देख्न पनि सकौँ, सोच्न पनि सकौँ अनि म त्यसमा बढ्दै जान सकौँ परमात्मा। म त्यही भएर जीवनका असल असल चिजहरूको खोजी गर्नुपर्छ। जीवनको जब म जन्मिएँ, जब मैले होस सम्हाल्ने भएँ, जब म आज यो उमेरसम्म छु, अहिले यो माया कट्ठा र बोल्दै गरेको समयसम्म पनि मैले पाएको सबैभन्दा अमूल्य चिज अनि उत्कृष्ट चिज अनि सबैभन्दा बहुमूल्य चिज अनि मैले पटक पटक दोहोऱ्याउनु पर्ने, बोल्नु पर्ने, देख्न पर्ने चिज के रहेछ? परमेश्वरको महिमा रहेछ के। त्यही भएर मैले यसैलाई मात्रै हेर्नुपर्छ, कमजोरीलाई नै। मैले परमेश्वरको वचनलाई मात्रै हेर्नुपर्छ। संसारको कुराहरू पनि त गरेँ नि त मैले, अब त्यसलाई हेर्ने होइन रहेछ, त्यसलाई त छोडिदिने रहेछ। परमेश्वरको महिमालाई सम्हाल्ने, अँगाल्ने, लगाउने, देख्ने, फेर्ने, सबै चिज गर्ने परमेश्वरको वचनलाई, परमेश्वरको महिमालाई अनि धन्यवाद गर्ने। हामी त तागतिलो सन्तान हो, म कमजोरी भएँ होला, मैले गल्ती गरेँ होला, महिमा चलाइसकेर अनि मबाट कमी कमजोरी भएका भए पनि मलाई माफी दिनु होला नै।
यत्रो स्वर्गको महिमा हाँक्नु भएको छ, के को कमजोरी हुने? सबैले तपाईँद्वारा बोलेका वचनले सबैको उद्धार भइसक्यो। सबै चिजमा परमेश्वरले पर्फेक्ट बनाएर मात्रै एउटा आफ्नो बनाएको सन्तान त कति पर्फेक्ट बनाउन मन हुन्छ मान्छेलाई। अघि बिहानभरि हामी कति सिगारिएर आयौँ, एक दिनको निमित्त, एकैछिनको निमित्त, हो कि नै? एकछिनपछि यो फेसलाई धोएर बगाउँछौँ। तब त यत्रो सिगारिएर आयौँ। आफ्नो सन्तानलाई कति धेरै सिगार्नुहुन्छ। आफ्नो श्रीमानलाई श्रीमती राम्रो भइदियो हुन्थ्यो, श्रीमतीलाई श्रीमान राम्रो भइदियो हुन्थ्यो लाग्छ भनी हाम्रो स्वर्गको परमेश्वरलाई आफ्नो सन्तान कस्तो चाहिन्छ होला? जस्तो येशू मसीह हुनुहुन्छ त्यस्तै बनाउने इच्छा छ। त्यसकारण हामी जस्तो येशू मसीह हुनुहुन्छ त्यस्तै छौँ अनि राम्रो छौँ, उत्कृष्ट छौँ, ह्यापका साथ। के घमण्डका साथ फेरि नै, तर ह्यापका साथ। परमेश्वर, म तपाईँको अधिकार बोकेको सन्तान, म उच्च छु अनि असल छु पिता। सबै असल मेरा गुणहरू संसारभरि देखिन योग्यको तुल्याइसक्नुभयो भन्दै जिउनी योग्यको पनि परमेश्वरले तुल्याइसक्नुभयो। पितालाई धन्यवाद मसीह येशूका नाउँमा। अनि सम्पूर्ण यिनै वचन, यिनै परमेश्वरका खोरकहरूद्वारा तागतिलो सन्तान परमेश्वरले मलाई पनि अनि हामी सबैलाई बनाइसक्नुभयो भन्दै हजुरहरू सम्पूर्णमा परमेश्वरको भरिपूर्ण आशिष सधैँ परमेश्वरमा मन रहेको होस्, सधैँ परमेश्वरबाट जिउने इच्छा र जाँगर मिलेको होस् भन्दै हजुरहरूद्वारा बिदा हुन्छु। पितालाई धन्यवाद मसीह येशूका नाउँमा। अनि कार्यक्रम सञ्चालिका म्याम हजुरलाई पनि धेरै धेरै धन्यवाद र पिताको भरिपूर्ण आशिष भन्दै बिदा हुन्छु। हस्त नमस्कार। परम धन्य पवित्र पितालाई सारा हृदयदेखि धन्यवाद गर्छु येशू मसीहको नाउँमा। मेरो पिता जसले यो दिनलाई आज प्रत्यक्ष प्रसारण गर्नुभयो। यो दिन त पिताले हामी आमाको गर्भमा आउनुभन्दा पहिला नै रचिसक्नु भएको थियो, कल्पना गरिसक्नु भएको थियो। अनि यो समय अनि यो नामहरू, यो मुहारहरू तोकिसक्नु भएको थियो। तर आज समय पुरा भए त यो दिनमा प्रत्यक्ष प्रसारण परमेश्वर पिता आफै हामी भएर गर्नुभयो। पिता, यसको निम्ति हजुरलाई धन्यवाद गर्छु येशू मसीहको नाउँमा। आज बहिराहरूले सुन्ने भएका छन्, अन्धाहरूले आँखा देख्ने भएका छन्, लङ्गडाहरू चल्ने भएका छन् अनि गुङ्गाहरूले परमेश्वरको स्तुति गर्ने भएका छन्। धन्यवाद पिता येशू मसीहको नाउँमा। यस्तो रहस्यलाई हजुरले खोलिदिनु भयो पिता। आजसम्म हामीले बुझेका थिएनौँ, जानेका थिएनौँ, तर परमेश्वर आफै आत्मा भएर हजुर हामी सबैलाई बुझाउनु भएर आज हामी प्रत्यक्ष बुझ्न अनि बुझाउन सक्ने भएका छौँ। यसको निम्ति पनि पितालाई धन्यवाद गर्छु येशू मसीहको नाउँमा। त्यसै गरी धन्यवाद गर्छु जो यस्तो रहस्य अनि गुप्तका कुरा हामी सबैको माझमा खोल्नको निम्ति हर हमेसा परमेश्वरमा अडा अनि खडा रहनुभयो र खडा रहिरहनु हुनेछ। हाम्रो सच्चाई केन्द्र प्रमुख हाम्रो सरज्यू, म्याउज्यू लगायत उहाँहरूको सम्पूर्ण परिवारलाई सच्चाई परिवार कोरियाको तर्फबाट हृदयदेखि हार्दिक सुसम्मान व्यक्त गर्न चाहन्छौँ। अनि परमेश्वरको आशिष सदा सर्वदा मिलिसकेको छ। त्यसै गरी सम्पूर्ण जो परमेश्वरको तर्फबाट अडा अनि खडा रहनुहुने सबै देश, गाउँ, नगर, सहर सबै क्षेत्रका परमेश्वरका पवित्र सन्तान जो अगुवाज्यूहरू हुनुहुन्छ, त्यसै गरी हाम्रो यस देशको अगुवाज्यू, त्यसै गरी हजुर हामी सबै जो परमेश्वरलाई विश्वास गरेर पत्याएर आशा गरेर सदा सर्वदा चलिरहने सम्पूर्ण निर्दोष अनि पवित्र सन्तानमा एकै मुष्टमा हृदयदेखि सुसम्मान व्यक्त गर्न चाहन्छु। पिताको भरिपूर्ण आशिष अरू बढ्ता हामी सबैमा मिलिसकेको छ। धन्यवाद पिता येशू मसीहको नाउँमा। आज परमेश्वर पिताले सबै किसिमको दबाईहरू हामीलाई दिनुभयो। उन्नतिको कसैले घर जोड्नु भयो रे, त्यो उन्नतिको गवाई। कसैको लङ्गडो भएको खुट्टा चल्यो रे, त्यो जीवनको गवाई। कसैको बन्द भएको आत्माको आँखा खुल्यो रे, त्यो जीवनको गवाई। मतलब शिक्षादेखि ल्याएर कसैले लेभल पास गर्नुभयो रे, कसैले भिजा बनाउनु भयो रे, कसैको स्यालेरी बढ्यो रे, कसैको बुद्धि चाहिँ नयाँ भएर वृद्धि भयो रे, कसैको डिप्रेसन हट्यो रे। हर प्रकारको समस्या संसारमा हो भने छालाको अर्कै डक्टर, नसाको अर्कै डक्टर, हड्डीको अर्कै डक्टर, तर
जो परमेश्वरको सत्यतालाई विश्वास गर्छ त्यसको एउटै डाक्टर जो परमेश्वर पिता हुनुहुन्छ, येशू मसीहद्वारा काम गर्नुहुन्छ। उस पिताले आज प्रत्यक्ष हजुर हामीमा उपचार गरिरहनु भएको छ। यो घरमा, यो सभामा यी जो जति सामानहरू छन् यहाँ शक्ति छ, किनभने हावा चलेको छ त सबै कुरालाई छोएको छन्। त्यस्तै यो क्यामेरा बाहिर अरू ठाउँमा प्रयोग गर्दा शक्ति होला नहोला, तर यसमा परमेश्वरको ठुलो शक्ति छ, किनभने परमेश्वरको शक्ति यसमा प्रसारण भइरहेको छ। यो माइक अरू ठाउँमा प्रयोग गर्दा शक्ति होला नहोला, तर यहाँ परमेश्वरको शक्तिले छोएको छ। यो मादल बजाउँदा पनि यहाँ परमेश्वरको शक्ति प्रसारण भइरहेको छ। किबोर्ड बजाउँदा पनि, हामीले हेर्दा पनि यी सबै सामानहरूमा जसरी हावाले सबैलाई छोइरहेको छ, त्यसरी नै परमेश्वरको शक्तिले हजुर हामी सबैलाई छोइरहेको छ। सबै थोकहरू यहाँ के छन्? शक्तिशाली छन्। धन्यवाद पिता, येशू मसीहको नाममा त्यो शक्तिलाई हामी सबै सामु प्रसारण गरिरहनु भएको छ। हिजो हामी भड्केका थियौँ, हामी अन्धकार शिक्षामा, भड्केथ्यौँ हामी अन्धकार शिक्षामा, ल्यायो तिमीले उज्यालो ज्योतिमा, ल्यायो तिमीले उज्यालो ज्योतिमा, थियो अन्धकारमा जीवन निराशा, थियो अन्धकारमा जीवन निराशा, दियो तिमीले परमेश्वर यो जीवनमा आशा, दियो तिमीले परमेश्वर यो जीवनमा आशा। सबैले यो बाजे गर्छौँ हामी तिमीलाई धन्यवाद, यो बाजे गर्छौँ हामी तिमीलाई धन्यवाद। हर समय, हर समय, हर समय, हर समय, यो बाजे गर्छौँ हामी तिमीलाई धन्यवाद, यो बाजे गर्छौँ हामी तिमीलाई धन्यवाद। धन्यवाद पिता, येशू मसीहको नाम। हामी हिजो भड्केका थियौँ, अतालिएका थियौँ, अल्मलिएका थियौँ, निराशामा थियौँ, कमजोरीमा थियौँ, तर कसैले पनि भनेन म छु शान्ति दिने, म छु उद्धार गर्ने, म छु निको पार्ने, म छु चङ्गाई गर्ने, म छु जीवन बदलिदिने भनेर न त डक्टरले भन्नुभयो, न त औषधिले भन्यो, न त आयुर्वेदिकले भन्यो, न त बनेका कुनै चिज वस्तुले म छु भनेर बोल्यो। कसैले पनि बोलेनन्, कसैले पनि सकेनन्, कसैले पनि बदलेनन्। तर परमेश्वर पिताले यस्तो एउटा सन्तानलाई पठाउनु भयो संसारमा, जसले भन्नुभयो म छु, जसले भन्नुभयो म गर्छु, जसले भन्नुभयो हे भड्केका, हे बरालिएका, हे अल्मलिएकाहरू म कहाँ जीवनको पानी पियो अनि तृप्त हौ भनेर निम्तो पठाउनु भयो। कसद्वारा भन्दा येशू मसीहद्वारा, परमेश्वरको पुत्रद्वारा हामीलाई खबर पठाउनु भयो। जीवनको खबर, शान्तिको खबर, उन्नतिको खबर, अनन्त अनन्त आनन्दमय सुवासनाको खबर पठाउनु भयो। धन्यवाद गर्छु पितालाई येशू मसीहको नाउँमा। त्यो भन्दा पहिला हामी सबै लङ्गडा थियौँ, हामी सबै अन्धा थियौँ, हामी सबै बहिरा थियौँ, हामी सबै गुँगा थियौँ। जबसम्म म परमेश्वरको सन्तान भएकी थिइनँ त्यतिखेर म गुँगो रहेछु, किनभने मलाई बनाउनु हुनेवाला मेरो पिताको स्तुति गर्नै जानिनँ, धन्यवाद गर्नै जानिनँ। म खुट्टा भएर पनि लङ्गडो रहेछु, किनभने मेरो पिताको महिमाको निम्ति म बनिएको रहेछु, तर महिमाको निम्ति खुट्टा चाल्नै जानिनँ। मेरा यी बनाइएका यस्ता सुन्दर आवाजहरू परमेश्वरको गुणगान गाउनको निम्ति रहेछ। यो जिब्रोले परमेश्वरको सृष्टिको बयान गर्न, परमेश्वरको शक्तिलाई प्रसारण गर्न बनिएको रहेछ। तर धन्यवाद दिन पनि नसक्ने थिएँ, म गुँगी थिएँ, गुँगो थिएँ।
मेरो मालिक, मेरो पिता, मेरो सारा सृष्टिको संरक्षण गर्नेवाला मेरो परमेश्वरलाई म पिता भन्न पनि सक्दिनथेँ, परमेश्वर भन्न पनि सक्दिनथेँ, धन्यवाद दिन पनि सक्दिनथेँ। मेरा कानहरूले संसारको कुरा त सुन्दो रहेछ, तर मलाई बनाउनेवाला मेरो मालिकको आवाजलाई सुन्दैन रहेछ, म बैरी थिएँ। मेरा हातहरू सारा जगतलाई निको पार्नको निम्ति बनाइएको रहेछ, तर मेरो हातै चल्दैन थियो, म लङ्गडो थिएँ। सबै थोकहरू निष्क्रिय रहेछन्, तर जुन दिन मैले येशूलाई प्रभु अर्थात् गुरु भनी मुखले स्वीकार गरेँ, परमेश्वरलाई पिता भने र मरेकाहरूमध्येबाट परमेश्वर पिताले येशू गुरुलाई 3 दिनमा जीवित गराउनु भयो भने आजदेखि म पनि येशूमा नयाँ आत्मामा जीवित भइसकेँ भनेदेखि यो गुगो जिब्रोले अब परमेश्वरको स्तुति गर्ने भएको छ। यो लङ्गडो खुट्टाहरू परमेश्वरको राज्यको निम्ति चलेको छ। अब यो बहिरा भएका कानहरूले हरेक समय परमेश्वरको आवाजलाई सुन्ने भएको छ। अब यो बन्द भएका मेरा आँखाहरूले हरेक समय परमेश्वरको महिमित आशिषहरूलाई देख्ने भएको छ। धन्यवाद पिता, आज हामी यति धेरै गुङ्गा र बहिराहरू तपाईँको महिमा र जय जयकार गर्ने भएका छौँ, तपाईँको प्रशंसा गर्ने भएका छौँ, तपाईँको राज्यमा दगुर्ने भएका छौँ। ताली नबजाउने? धन्यवाद पिता येशू मसीहको नाउँमा। अरू शिरभन्द माथि हात लगेर ताली बजाउँ, किनभने आज मेरो नचल्ने हात चलेको छ, नदेख्ने आँखा देखिएको छ, नसुन्ने कान सुन्ने भएको छ, नबोल्ने गुगो जिब्रोले हर हमेशा परमेश्वरको जय जयकार गर्ने भएको छ। धन्यवाद पिता येशू मसीहको नाउँमा। हरेक मानिसहरू देख्न सक्छु त भन्छन्, के देख्छन् खै? त्यही दुःख देख्छन्, त्यही पीडा देख्छन्, त्यही निराशा देख्छन्। तर आज हामी साँच्चै आत्माद्वारा देख्ने भएर जन्मेका छौँ, त्यो पनि येशूको नाउँद्वारा, परमेश्वरको पुत्रको नाउँद्वारा देख्ने भएका छौँ। अब यदि कसैले देख्ने इच्छा गर्छ भने त त्यसले येशूलाई प्रभु अर्थात् गुरु भनी मुखले स्वीकार गरोस्। यदि कोही चल्ने इच्छा गर्छ, यदि कोही अनन्तताको राज्यको घोषणा गर्ने इच्छा गर्छ भने त त्यसले येशूलाई प्रभु अर्थात् गुरु भनी मुखले स्वीकार गरोस्। मैले एउटै नाउँ दिएको छु, तिनै लोकको हरेक सृष्टिमा एउटै नाम पठाइएको छ, त्यो नाम हो येशूको नाउँ। जसले येशूको नाउँलाई विश्वासको साथमा प्रभु अर्थात् गुरु भनी मुखले स्वीकार गर्छ, त्यो चाहिँ मेरो राज्यमा प्रवेश हुनेछ र मसँगै भोज खानेछ, अनि मेरो राज्यका अथाह भोजनहरूलाई सारा जगतमा बाँड्नेछ। धन्यवाद पिता येशू मसीहको नाउँमा। आज हजुर हामी बाँड्ने भएका छौँ। हिजो झोला बोकेर देऊ न देऊ न भनेर माग्नेहरू आज स्वर्गको भण्डारबाट असीमित र शक्तिशाली भोजनलाई बाँड्नेवाला भएका छौँ। पिता हजुरलाई धन्यवाद गर्छु येशू मसीहको नाउँमा। हिजो माग्ने थियौँ, हामी सबै माग्ने थियौँ, हरेक कुरा माग्थ्यौँ, अरूसँगै माग्थ्यौँ, आशा पनि अरूसँगै राख्थ्यौँ। तर आज हामी माग्दैनौँ, हामीसँग अथाह भण्डार छ, हामी धनी छौँ, किनभने सृष्टि कसको? मेरो पिताको सृष्टिले मेरो पिताको सबै कुरालाई मान्छ भने अब मेरो पिताले येशूको नाउँमा मलाई त्यो अधिकार दिनुभएको छ कि मैले भनेको सृष्टिले मान्नै पर्छ। घाम चर्को लाग्यो भने घाम त शीतल हो भन्दा शीतल हुनै पर्छ। जीवनमा आँधी बेरी डरलाग्दो आयो भने आँधी बेरी त शान्त भइजा भन्दा हुनै पर्छ, किनभने त्यो अधिकार परमेश्वर पिताले हजुर हामीलाई दिनुभएको छ। धन्यवाद पिता येशू मसीहको नाउँमा। असाध्यै उत्साहित छु अनि सदा सर्वदा परमेश्वरले उत्साहित राख्नु भएको छ, किनभने स्वर्गको सुवासनाको पर्फ्युम हजुर हामीमा छरिरहेको छ। धन्यवाद गर्छु पितालाई येशू मसीहको नाउँमा। परमेश्वर पिताले हामीलाई सामान्य अनि साधारण तरिकाले यतिकै लहैलहीमा चुन्नु भएको होइन, हामीमा ठुलो जिम्मेवारी छ।
यदि मेरो पितालाई मैले पिता भन्छु भने पिताप्रति गर्नुपर्ने मेरो के हुन्छ, जिम्मेवारी पनि हुन्छ, मेरो कर्तव्य पनि हुन्छ, कर्तव्य साथसाथै अधिकार पनि हुन्छ। जसले कर्तव्यलाई पालन गर्छ अधिकार त्यसले त पाउने हो। मेरो दादा, मेरो गुरु येशूले परमेश्वरको सबै कुरालाई आज्ञाकारी भएर, नम्र भएर, धैर्य भएर, सहनशील भएर पालना गर्नुभयो र त आज रोमिताको नाममा स्वर्गको चाबी छ नाइ। यहाँ हामी जसको नाम छ, हाम्रो नाममा भूतात्मा भाग्छ नाइ, क्यान्सर निको हुन्छ नाइ। तर आज कसको नाउँमा निको हुन्छ त? येशूको नाउँमा सबै रोगहरू निको हुन्छ। येशूको नाउँमा सबै नयाँ सृष्टिहरू सुरुवाती हुन्छ। येशूको नाउँमा अस्तित्वमै नभएको कुराहरू पनि अस्तित्वमा आउँछ। किन आयो त भन्दा मेरो दादाले, मेरो गुरुले सबै कुरा परमेश्वरको तर्फबाट आएका सबै कुरालाई नम्र भएर पालन गर्नुभयो र मृत्युको अन्त्यसम्म पनि विश्वासको योग्यको हुनुभएको कारणले उहाँको नाउँमा तिनै लोकको सृष्टिहरू थरथर काम्छ। अब त्यो शक्ति कसमा छ? जसले विश्वास गर्छ त्यसमा छ। सबै वचन आएकाहरू सबैले विश्वास गरोस्। अब मैले बोल्दा सारा जगत हल्लिन्छ र परमेश्वरको राज्य खडा हुन्छ, परमेश्वरको राज्य निर्माण हुन्छ। त्यसको निम्ति परमेश्वरले हजुर हामीलाई चुन्नु भएको छ। धन्यवाद पिता, येशू मसीहको नाममा। तब परमेश्वरले भन्नुभएको छ, मेरो अभिषिक्त सन्तान हो, तिमीहरूलाई जाति जातिहरूलाई पराजित गर्न र राजाहरूलाई हात हतियार रहित तुलाउन र त्यसको सामान्य ढोकाहरू खोल्न र मूल ढोकाहरू बन्द हुन नदिन म त्यसको दाहिने हात समात्छु। म तिमीहरूको दाहिने हात समात्छु। परमेश्वर पिताले अब हिजो भएका ती रोगहरू, समस्याहरू, हिजो थरथर काम्दै जाने थोकहरूलाई हामीद्वारा चङ्गाई गर्न अनि राजाहरू, नीति नियमहरू, काम कारोबारहरूबाट हुन नसकेको काम पनि तिमीद्वारा गराउनलाई मैले तिम्रो दाहिने हातलाई समाउँछु। मैले तिमीलाई बोलाउँछु, मैले तिमीलाई निको पार्छु, मैले तिमीलाई त्यो अधिकारको कुर्सीमा राखेको छु। अब अधिकारलाई के गर? प्रयोग गर। जब राजा कुर्सीमा बस्छ, त्यो राजा चाहे बाटो होस् चाहे लाटो होस्, एउटा सिग्नेचर गरिदिन्छ, उता नियम सुरु भइहाल्छ होइन। त्यस्तो सामर्थ्य हुन्छ कि भनेको जब हजुर हामी सबैजना परमेश्वरको सन्तान भयौँ, पुत्र भयौँ, अब हामी चाहे उमेरमा सानो हौँ, चाहे बुढेसकालको हौँ, चाहे कालो हौँ, चाहे गोरो हौँ, चाहे कामी हौँ, चाहे बाहुन हौँ, चाहे धनी हौँ, चाहे गरिब हौँ, चाहे पल्लो कुनाको हौँ, चाहे ओल्लो कुनाको हौँ, चाहे हिजो आएको होस्, चाहे वर्षौँ पहिला आएको होस्, कि जसले अधिकारलाई विश्वास गर्छ अब त्योद्वारा चाहिँ स्वर्गको राज्य निर्माण हुन्छ। संसारको कुराहरू भताभुङ्ग हुन्छ, हामीलाई नाश पार्ने कुराहरू चाहिँ नष्ट भएर जान्छ। त्यसको निम्ति मैले तँलाई चुनेको छु। म तेरो अघि अघि जानेछु र पर्वतहरूलाई समतल पार्नेछु। धन्यवाद पिता, येशू मसीहको नाममा। आज हामी सबैको समस्याको अघि अघि को जानुभयो? हाम्रो पिता परमेश्वर जानुभयो। के द्वारा जानुभयो? शब्दद्वारा, वचनद्वारा। जसरी अन्धकारमा परमेश्वरले उज्यालो होस् भनेर वचन फ्यालिदिनु भयो, उज्यालो सृष्टि भइहाल्यो। त्यसरी नै आज हरेक समस्याको अगाडि समाधान प्रकट भइसक्यो भनेर वचन गएपछि समाधान प्रकट भइहाल्यो। हाम्रो सर हजुरको हड्डी त दुईटा भएर भाँचिएको थियो, तर त्यो हड्डी जोड्नलाई सर हजुरले नै कष्ट गर्नु पर्यो त नाइ। उहाँको अघि अघि को जानुभयो? परमेश्वर पिता जानुभयो। परमेश्वर पितासँग सल्लाह लिने बित्तिकै परमेश्वरले के गर्नुभयो? जोडिदिइहाल्नुभयो। कसरी हो थाहा छैन, तर निको भयो। कसरी सोध्ने काम तिम्रो होइन, तर विश्वासमा बोल, काम प्रकट भइसक्यो। धन्यवाद पिता, येशू मसीहको नाममा। पर्वतहरू, के त पर्वतहरू भनेको? पहाडलाई गएर ठेल्छु भन्नुभएको हो त परमेश्वरले? होइन। हाम्रो जीवनमा समाधान गर्न नसक्ने समस्याहरू, जसरी म्यामको हड्डी के भइराखेको थियो, अघि भर्खर आएर जानुभयो, हाम्रो सुजाता म्यामको मसल च्यापिरहेको थियो,
विष्णु सरको आँखाको ज्योति गुमिरहेको थियो। मेरो पनि जीवनको ज्योति नै अब त मर्दैछस्, अब अन्तिम इच्छा पुरा गर भनेको थियो। मेरो जीवनको ज्योति नै निप्दै थियो। त्यो मेरो लागि पर्वत थियो, पहाड थियो। न मैले धकेल्न सक्थेँ, न मैले लडाउन सक्थेँ। हजुर, हामी सबैको, हाम्रो प्रिया म्यामको माइग्रेन थियो। हामी सबैजना कोही पनि स्वस्थ थिएनौँ। आज यो जवान युथ किन यहाँ छ त भन्दा सबै रोगी थियो, सबै कष्टमा थियो। तर धन्य पिता, आज हामी निरोगी भएका छौँ, आज हामी सामर्थ्य भएका छौँ। किनभने मेरो परमेश्वर अघि अघि गएर त्यो पर्वतहरूलाई के गरिदिनु भयो? समतल बनाइदिनु भयो। सबै के गर्नुभयो? समाधान गरिदिनु भयो। ती सबै पहाडहरूलाई अब नडराऊ, खुबै साहसी हौ, किनभने सारा पर्वतहरूलाई म आफै अघि अघि गएर मैदान तुल्याइदिनेछु। अघि भर्खर आयो नि कति धेरै दुःखको कुरा। एउटा डिप्रेसनमा परेको कारणले, एउटा शब्दको कारणले मान्छे सुसाइड गरिदियो। कति सपनाहरू थिए, तर अब हामी सुसाइडमा पर्नै पर्दैन, किनभने त्यो भन्दा पहिला मेरो पिता अघि अघि गएर त्यो सुसाइड गराउनेवाला आत्मालाई भगाइदिइसक्नुभयो, नाश गरिदिइसक्नुभयो। अब कुनै पनि कुराको पर्वत छैन तिम्रो जीवनमा, कुनै पनि पहाडहरू छैनन् तिम्रो जीवनमा। अब तिमी माग्ने होइन, सारा जगतमा भएका ती डरलाग्दा अँध्यारा पहाडहरूलाई भत्काइदिनेवाला शक्ति मैले तिमीमा दिएको छु। येशूको नाउँद्वारा तिमीमा दिएको छु। यो सामर्थ्य परमेश्वर पिताले हजुर हामीलाई दिनुभएको छ। त्यस कारणले हामीले महिमा गरेको, त्यस कारणले ईश्वर ईश्वर भनेको। हिजो मानेको ईश्वर हो नि, तर जानेकै थिइनँ। तर आज म विश्वासको साथमा ग्यारेन्टी सहित भन्छु, मैले जानेको ईश्वरको आराधना गर्दैछु के मानेको ईश्वरको होइन। हिजो त गर्नुपर्छ रे भनेर मानेको थिएँ मैले, तर आज मैले जानेको छु, भेटेको छु, बोलेको छु, चाखेको छु। मैले विश्वास गरेको ईश्वरलाई मैले के गरेको छु? जानेको छु। मानेको होइन, मैले जानेको। त्यस कारणले विश्वास गरेको, त्यस कारणले जीवन बदलेको। अब त्यसको निम्ति मैले तिमीलाई बोलाएको। म तिम्रो अघि अघि जानेछु र पर्वतहरूलाई समतल पार्नेछु र काँसाका ढोकाहरू म टुक्रा टुक्रा पार्नेछु। धन्यवाद पिता, यसो मसीहको नाउँमा। अब यो जवान युथहरूमा कुनै पनि व्यभिचारको आत्माले काम गर्ने छैन। अब यो जवान युथहरूलाई कुनै पनि लतले फसाउने छैन। अब यो जवान युथहरूलाई कुनै पनि डिप्रेसनले मृत्युमा पार्ने छैन। अब यो जवानहरूलाई कुनै पनि क्यान्सर, ट्युमर, कुनै के रोगहरू लाग्ने छैन। अब यो जवान युथहरू स्वर्गको योद्धा हो। सारा नगर गल्ली गल्लीमा गएर स्वर्गको राज्यलाई खडा गर्नेछन्, स्वर्गको शक्तिलाई प्रसारण गर्नेछन्, स्वर्गको अद्भुत र रहस्यमय चमत्कारको कामलाई प्रसारण गर्नेछन्। त्यसको निम्ति मैले बोलाएको। हिजोको दिनमा सानो समस्या पनि हामीलाई फलाम जस्तो लाग्थ्यो, काँसा जस्तो लाग्थ्यो, ठुलो गाह्रो काम जस्तो लाग्थ्यो भने आज नै हाम्रो अगाडि जसरी मेरो पिताको अगाडि कुनै पनि कुरा ठुलो छैन भने मेरो अगाडि पनि अब उपरान्त कुनै पनि कुरा ठुलो हुनै सक्दैन पिता। ती सबै कुरा मेरो लागि पैतालाको धुलो हो, टकटक्याउँछु एकैछिनमा झरिहाल्छ। किनभने मसँग स्वर्गको के छ? पानी छ, स्वर्गको आगो छ, स्वर्गको झाडु छ, स्वर्गको ज्योति छ। परमेश्वर पिताले त्यो भण्डारले हजुर हामी सबैलाई भर्नु भएको छ। अब हामी धुन पनि सक्छौँ, धोइदिन पनि सक्छौँ, आफैलाई धुन पनि सक्छौँ, अरूलाई धोइदिन पनि सक्छौँ। आफैमा आएका ती खराबी कुराहरूलाई जलाएर नष्ट पार्न पनि सक्छौँ, अरूलाई आएका खराबीहरूलाई जलाइदिन पनि सक्छौँ। आफैमा भएका फोहोरहरूलाई बढार्न पनि सक्छौँ, अरूका फोहोरहरूलाई बढारिदिन पनि सक्छौँ। परमेश्वर पिताले त्यसको निम्ति हजुर हामीलाई चुन्नु भएको धन्यवाद गर्छु पिता, येशू मसीहको नाउँमा।
र फलामका बारहरू काट्नेछु र म परम प्रभु हुँ, म नै तेरो परमेश्वर हुँ, मैले नै तँलाई तेरो नाउँ काढेर बोलाएको छु। आज हजुर हामीलाई कसैले बोलाएको होइन। आज हाम्रो मिलन सर हजुर आइसकेको छ। वाद्यवादनको लागि उहाँलाई पनि हृदयदेखि सुसम्मान। तर उहाँलाई हामीले बोलाएको होइन रहेछ। हामी भन्छौँ हामीले निम्तो दिएको भन्छौँ, नाइ कसले बोलाउनु भएको रहेछ? परमेश्वर पिता आफैले नाम काढेर बोलाएको कारणले आज मादलको लागि उहाँ आउनु भएको रहेछ। हजुर हामी सबैलाई हाम्रो बाबुराम सर हजुर क्यामेरामा भइसिन्छ, उहाँलाई कुनै मानिसले बोलाएको अनि लगाएको होइन रहेछ। परमेश्वर आफैले नाम काढेर मेरो राज्यको प्रसारण गर्ने क्यामेराम्यान भनेर ल्याउनु भएको रहेछ होइन। धन्यवाद पिता येशू मसीहको नाममा। मतलब हजुर हामी सबैलाई नाम काढेर परमेश्वर पिता आफैले बोलाउनु भएको रहेछ। र मैले तँलाई नाम काढेर बोलाएको छु भनेर तैँले थाहा पाउनलाई म तँलाई अँध्यारो ठाउँमा भएको भण्डार र गुप्त स्थानमा जम्मा गरेको धन दिनेछु। धन्यवाद पिता येशू मसीहको नाम। आज हामी गरिब थियौँ धनी भएका छौँ, अन्धा थियौँ देख्ने भएका छौँ, बहिरा थियौँ सुन्ने भएका छौँ, लङ्गडा थियौँ दौडिने भएका छौँ, गुगा थियौँ परमेश्वरको स्तुति र महिमा अनि जय जयकार गर्ने भएका छौँ। किनभने परमेश्वरले त्यसको निम्ति बोलाउनु भयो, त्यसको निम्ति चुन्नुभयो। गुप्तको धन मलाई आजसम्म कसैले भनेको थिएन तँसँग शक्ति छ, तैँले क्यान्सर निको पार्न सक्छस्, तँ डक्टरको महाडक्टर होस्, तँ गरिब थिइस् भने धनी हुन सक्छस्। कसैले भनेकै थिएन। मसँग शक्ति छ भनेर मलाई कसैले देखाएकै थिएन। तर आज मेरो परमेश्वर भन्नुहुन्छ तँसँग शक्ति छ, सारा जगतलाई हल्लाउने शक्ति छ, तिनै लोकको सृष्टिलाई बसमा पार्ने शक्ति छ, तिनै लोकको हरेक थोकलाई आइज भन्दा आउने, जा भन्दा जा भन्ने शक्ति अनि अभिषेक मैले तँलाई दिएको छु। हजुर हामी सबैलाई दिनुभएको छ यो अभिषेक, यो लाइसेन्स लिउँ न लिउँ, ताली बजाएर लिउँ, जोरदार ताली बजाएर लाइसेन्स लिउँ, रमाएर लाइसेन्स लिउँ। धन्यवाद पिता येशू मसीहको नाउँमा। सबैमा यी जति पनि गवाई वचन भजन तालीहरू जति पनि आए यी सबै कुराद्वारा अरू गुनाह गरेर परमेश्वरको गवाई प्रशस्त मात्रामा बढिसक्यो। आत्मा प्राण शरीर काम कारोबार सबै क्षेत्रमा सयौँ गुना फल आशिष मिलिसक्यो। पिता हजुरलाई धन्यवाद गर्छु येशू मसीहको नाममा भन्दै असाध्यै उत्साहितको साथमा महिमा सञ्चालन गर्नुहुने हाम्रो सरज्यूमा अरूबाट महिमा अनि आशिष पिताले दिइसक्नुभयो र हजुर हामी सबैमा अरूबाट महिमा चम्किसक्यो भन्दै पितालाई धन्यवाद गर्छु येशू मसीहको नाम।